नमस्ते। लङ आइल्यान्ड नेपाली समाज न्युयोर्कद्वारा हामीले पूर्व जानकारी गराएअनुसार 7 बजे भन्दा धेरै समय लिएका छौँ। यसका लागि क्षमा प्रार्थी छौँ र अहिले हामी लाइभमा आउन सफल भएका छौँ। हामीले यहाँलाई पूर्व सूचित गरेअनुसार केही महत्त्वपूर्ण विषयमा आज हामीले समुदायलाई सुसूचित गर्नुपर्ने थियो। यसर्थ यहाँ जोडिएका छौँ। मेरो साथमा कार्य समिति अध्यक्षजी हुनुहुन्छ, वरिष्ठ उपाध्यक्षजी हुनुहुन्छ, त्यसैगरी कार्य समिति सदस्य हुनुहुन्छ र धेरै अन्य समुदायका प्रतिष्ठित सदस्यज्यूहरू हुनुहुन्छ। उहाँहरूसँग जोडिने नै छौँ। आजको यो बसाइको प्रमुख कारण चाहिँ लङ आइल्यान्ड नेपाली समाज विगत 5-15-2022 अर्थात् मे 15 2022 मा संस्थाले 501c गुमाउनु पर्ने एउटा तितो अवस्थाबाट हामी गुज्रिएका छौँ। हामीले त्यो गुमाएका थियौँ। लामो समयसम्म 501c नहुँदाखेरि निर्वाचित कार्य समितिले धेरै कुराहरू अगाडि सार्दा सार्दै पनि हामीले तोकिएको र सोचिए अनुसारको जुन गतिमा काम गर्नुपर्ने थियो त्यो काम गर्न सकेका थिएनौँ। संस्थाले कानुनी हैसियतमा संस्था अस्तित्वमा थियो र सामाजिक संस्थाको हैसियतमा चाहिँ संस्थाको त्यो अस्तित्व थिएन। 501c अन्तर्गत संस्थाले कुनै पनि सामाजिक गतिविधि गर्दाखेरि संस्थाले ती पाएका ट्याक्स एक्जेम्सन दिनुपर्ने कुराहरूमा, कुनै पनि कार्यक्रम गर्दाखेरि कर छुट पाउनुपर्ने कुराहरूमा, धेरै कुराहरूमा संस्थाले चाहिँ एक किसिमले 501c नहुँदाखेरि साह्रै अप्ठ्यारो अवस्थामा हामी गुज्रेका थियौँ। यो समुदायलाई सर्वविदितै छ। हामीले धेरैवटा फोरममा, धेरैवटा कार्यक्रममा यो जानकारी गराएका छौँ। हामीसँग 501c छैन। हामीसँग सामुदायिक भवन बनाउनु पर्ने एउटा गहन जिम्मेवारी छ। हामीले संस्थालाई हामीले योभन्दा अगाडि बाचा गरेका धेरै एजेन्डाहरूमा काम गर्नुपर्ने छ। धेरै कुराहरूमा आर्थिक कुराहरू आउने थियो। आर्थिक कुराहरूको स्पष्टता, आर्थिक अनुशासन दिनका निम्ति त्यहाँनिर 501c हुनुपर्थ्यो। जसले हामीलाई संस्थाको निम्ति आर्थिक सहयोग गर्नुहुन्थ्यो। उहाँहरूले कर छुट प्राप्त गर्नुपर्ने थियो। धेरै कार्यक्रमहरू हामी गर्थ्यौँ, त्यहाँनिर कर छुट प्राप्त गर्नुपर्ने थियो। धेरै लाइब्रेरीमा हामीले काम गर्नुपर्ने थियो, क्लासहरू लिनुपर्ने थियो। 501c संस्थाको हैसियतमा पाउने प्राथमिकता हामीले गुमाएका थियौँ। आज यो सम्पूर्ण एउटा अप्ठ्यारो परिस्थितिलाई हामीले चिर्न सफल भएका छौँ। तमाम लङ आइल्यान्ड निवासी आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरूलाई यो एउटा खुसीको खबर छ। लङ आइल्यान्ड नेपाली समाजले 501c प्राप्त गर्न सफल भएको छ। आधिकारिक रूपमा हामीले 501c पाएका छौँ। जुन मितिमा हामीले 501c गुमाएका थियौँ त्यो भनेको 5-15-2022 मा हामीले 501c गुमाएका थियौँ। त्यो 501c गुमाएकै मितिबाट चाहिँ पुनर्स्थापित भएको छ। यो हर्षको खुसी, यो जानकारी यहाँलाई सेयर गर्नको लागि आज उपस्थित रहेका छौँ र यी जानकारी, थप जानकारीका लागि र यहाँहरूलाई सम्बोधन गरिदिनु हुन म लङ आइल्यान्ड नेपाली समाज न्युयोर्कका अध्यक्ष आदरणीय कुलप्रसाद गौली राजनज्यूलाई 501c सँग सम्बन्धित हामीले विभिन्न मितिमा के गर्यौँ, के दुःख भोग्यौँ, कति काम गर्यौँ, अलिकति यसको पुनर्स्मरण गर्दै समुदायलाई चाहिँ जानकारी गराइदिनु हुन म हार्दिक अनुरोध गर्दछु। कुलप्रसाद गौली राजनज्यू। नमस्कार यहाँहरूलाई। त्यसै गरी धन्यवाद राजेन्द्रजी, संस्थाका महासचिवज्यू। हामीले राजेन्द्रजीले कुरा राखिसक्नु भएको छ। हामीले आज अपोजिट भन्छु म, 81 समुदायसँग हाम्रा कुराहरू लिएर लाइभ गर्नुपर्छ वा हामीले समुदायसँग हामीले के गर्दैछौँ, के भइराखेको छ जानकारी गर्नुपर्छ भन्ने महसुस गरेर लाइभ आएको कुरा उहाँले राखिसक्नु भएको छ। हामीले यो कार्य समितिले शपथ ग्रहण गत वर्ष 24 को फेब्रुअरी 6 मा शपथ ग्रहण लिएका थियौँ। मार्च 6 मा हामीले शपथ गरिसकेका थियौँ। शपथ गरिसकेपछि हाम्रा काँधमा धेरै दायित्वहरू थिए। धेरै संस्थागत रूपमा हामीले समुदायलाई बोलेका कमिटमेन्टका सवालहरूमा समुदायका आफ्नै किसिमका आवश्यकता र चाहनाहरू छन्। ती धेरै समस्याहरू भनौँ, धेरै चुनौतीहरूको बीचमा हाम्रो कार्य समितिले जिम्मेवारी लिएको कुरा जानकारी गराउन चाहन्छु। विशेष गरी सामाजिक संस्थाले एउटा स्टेटमा दर्ता गर्छ र आइआरएसमा विशेष किसिमको एउटा बेनिफिट, ट्याक्स एक्जम्पसनको बेनिफिट लिने गरिन्छ।
त्यसैले 501c अन्तर्गतका यी सामाजिक संस्थाहरूलाई च्यारिटेबल अर्गनाइजेसन पनि भनिन्छ। र हाम्रो लङ आइल्यान्ड नेटिभ समाज सोसाइटी यो च्यारिटेबल अर्गनाइजेसन हो। हामीले 2010 मा यो संस्था जन्मिएको अत्यन्तै पुरानो संस्था। 2012 मा हामीले आधिकारिक रूपमा दर्ता गरेका थियौं र यसलाई 2015 मा चाहिँ 501c को स्टाटस हामीले त्यति बेला लिएका हौं। त्यो बेलादेखि नै हाम्रो 501c स्टाटस थियो र बीचमा अब यहाँलाई थाहा छ कोभिडको ठुलै महामारी आयो। त्यसै बीचमा संस्थाका पनि विभिन्न कार्य समितिहरू विभिन्न टर्म्सहरूमा आउनुभयो र कारणवश संस्थाले आफ्नो 501c को स्टाटस कायम गर्न सकेन। 17, 18, 19 20 विशेष गरी 3 वर्षको ट्याक्स फाइलको अवस्था अलिकति हामीले अपडेट गर्न नसकेपछि हामीलाई पटक पटक सायद 501c ले इन्फर्मेसन गर्यो होला भनौं, तर केही प्राविधिक त्रुटिहरूको कारणले गर्दा हामीलाई राजेन्द्रजीले अहिले कुरा राख्नु भइसकेको छ। 2022 हाम्रो अगस्त जस्तो लाग्छ, मे 15 2022 मे 15 चाहिँ हामीलाई रिभोकेसनको लेटर दिएको रहेछ र हाम्रो कार्यकाल हामी 24 मा आएका हौं र 2022 मा रिभोकेसन 3 वर्षसम्म रेगुलर ट्याक्स एक्जम्पसन ट्याक्सलाई एउटा अप टु डेट नभइसकेपछि कुनै पनि संस्थाको हुन सक्छ कारणवश, तर त्यो कारण सहित तत्कालै हामीले आईआरएस लाई फर्म रिइन्स्टलमेन्टको लागि एपिल फर्महरू सबमिट गर्न सकेको भए त्यतिखेर तत्कालै आउने रहेछ। तर हामी ट्याक्स फाइल गुमिसकेको अवस्था पछि पनि तत्कालीन कार्य समितिहरूबाट यसको लागि कुनै ठोस कदमहरू अगाडि नबढिसकेपछि अहिलेसम्म आजको मितिसम्म हाम्रो 501c को अवस्था गुमेको थियो। 2022 देखि यता हामीले शपथ ग्रहण लिइसकेपछि पहिलो चुनौती हामीलाई 501c को स्टाटस रिइन्स्टल गर्नुपर्ने थियो र यसको लागि धेरै कामहरू थिए। म अलिकति यो टाइमलाइनहरू पनि कुरा राख्न चाहन्छु। यस कार्यकालमा हामीले 501c को लागि के कति कामहरू गरियो, के चुनौतीहरू बेहोर्नु पर्यो, अलिकति यहाँलाई जानकारी गराउनु उपयुक्त हुन्छ भन्ने ठानेर हामी लाइभमा पनि आएका हौं र यो कुरा म अलि डिटेल्समा कुरा राख्न चाहन्छु। अब हाम्रो रिभोकेसन 5/15/22 मा भइसक्यो। हामी मार्च 6 तारिखमा शपथ लियौं। त्यसपछि हामीले त्यति बेला तत्कालीन रूपमा लामा एकाउन्टिङबाट हाम्रो संस्थाको विगतदेखि त्यस अवस्था त्यति बेलासम्म ट्याक्स फाइल लगायत फाइनान्सियल सम्पूर्ण एकाउन्टिङको जिम्मेवारी लामा एकाउन्टेन्टले जिम्मा लिनु भएको थियो र म हाम्रो कार्य समितिबाट जिम्मा लिएर यो 501c को अवस्था के छ, अब कसरी अगाडि बढ्न सकिन्छ भनेर म तत्कालै हामीले मार्च 9 मा नै म लामा एकाउन्टिङमा गएको थिएँ। त्यसपछि धेरैचोटि धेरै पटक लामा एकाउन्टिङमा गइएको छ र लामा एकाउन्टिङबाट धेरै राम्रो पोजिटिभ कुराहरू आएका थिए। डकुमेन्टहरू सबै हुँदाखेरि मैले रिइन्स्टल गर्न सक्छु, यो मेरो जिम्मेवारी हो भन्ने कुरा उहाँले कमिटमेन्ट गर्नुभएको थियो। त्यसै अनुरूप हामीले उहाँलाई चाहिएको सम्पूर्ण डकुमेन्टहरू दियौं र उहाँबाट अप्रिल 10 मा नै अब मार्चमा हामीले सम्पर्क गर्यौं। त्यो बीचमा डकुमेन्टेसनहरू भए, यो काम छिटोभन्दा छिटो अगाडि बढ्नुपर्छ भनेर पटक अनुरोध र पुश गर्दाखेरि छिट्टै भन्नुपर्छ। अप्रिल 10 मा नै उहाँले 501c रिइन्स्टलको लागि आवेदन पेश गर्नुभएको थियो, फर्म उहाँले सबमिट गर्नुभएको थियो। हामीलाई थाहा छ गभर्नमेन्ट निकायहरूमा कुनै पनि काम सबमिट गरिसकेपछि केही समय हामीले वेट गर्नै पर्ने हुन्छ र
र हामी आशावादी हुँदै वेट गर्यौं। तर हामीले सबमिट गर्ने बित्तिकै त्यहाँ केही प्राविधिक त्रुटि भन्नुपर्छ, अब अरू हामीले केही नभनौं, जुन भर्नुपर्ने डकुमेन्टहरू सबमिट गर्नुपर्ने डिटेल्स डकुमेन्ट्सहरू पूरा नभएको एउटा कारण, र अर्को कारण 501C गुमिसकेपछि संस्थाले तत्कालै 45 डेज भित्र पुनः सबमिट गर्नुपर्ने थियो, रिक्वेस्ट गर्नुपर्ने थियो। त्यो 45 डेजको 45 डेजको ग्रेस पिरियड पनि गुमिसकेको कारणले गर्दा इजी फर्म मार्फत त्यो हाम्रो 501C आउन सकेन। दुर्भाग्य भन्नुपर्छ, त्यो गुम्यो। त्यो हाम्रो जुन 15 मा गुमेको लेटर आइसकेपछि हामीलाई अब अप्ठ्यारो अवस्था आयो, किनभने हामीले तत्कालै काम सुरु गर्यौं। तर पहिल्यै पाइलोमै हामीलाई ठेस लाग्यो भन्नुपर्छ, दाँतमा ढुङ्गा लाग्यो भन्नुपर्छ, चुनौतीहरू अझै आए। र पुनः म गएर ओभर द फोन र 1-to-1 मिटिङ गरेर पनि अब गर्न सक्नुहुन्छ वा सक्नुहुन्न, अवस्थाहरू के हुन सक्छ र के कारणले गर्दा यो अहिले आएन, डिनाइड भयो। र यसै बीचमा कार्य समितिका साथी र अरू केही सल्लाहकारहरू पनि पटक पटक लामा एकाउन्टिङमा जानु भएर हामीले सामूहिक रूपमा कुरा राखेका थियौं। र उहाँले यो अलिकति फर्ममा कमी कमजोरी भयो, अब फुल डकुमेन्ट म भर्नेछु र अरू थप आवश्यक जानकारी डकुमेन्ट पनि सबमिट गरेपछि यो हुन्छ, यो मेरो जिम्मा भयो, सरी यो मेरो जिम्मा भयो भन्नुभयो। किनभने संस्थाले 8-10 वर्षदेखि जिम्मा दिएको एकाउन्टेन्ट र पुनः आफ्नो कमी कमजोरीहरू उहाँले स्वीकार गर्दै यसलाई यो मेरो जिम्मेवारी हो, मलाई दिनुस्, यो पनि मेरो एउटा कामसँग प्रश्न चिन्ह रहन सक्छ यदि तपाईहरु अन्त जानुभयो भनिसकेपछि एकचोटिलाई ल हुन्छ भनेर हामी आयौं र पुनः हरेक दिन उहाँसँग सम्पर्क गरियो र पुनः अर्को फर्म फुल फेजको फर्म भर्नको लागि रिक्वेस्ट गरिएको थियो। तर हामीले त्यो बीचमा पिकनिक गर्नुपर्ने अवस्था थियो, गेमहरुलाई ठाउँहरु बुकिङ गर्नुपर्ने अवस्था थियो। तर 501C नभएको कारणले गर्दा हामीले टाउन काउन्टीलाई फुल अमाउन्टमा तिर्नुपर्ने अवस्था थियो। र मैले पटक पटक उहाँसँग सोध्दाखेरि र पुनः उहाँले फेरि जुन फर्म दर्ता गर्नुभएको थियो त्यो सेम फर्म फेरि दोहोर्याएर भर्नु भइसकेपछि अब हुँदैन, अब हामी स्टिक भएर हुँदैन, हामीले 4-5 महिना गुमिसकेका थियौं, वेस्ट गरिसकेका थियौं भनेर म डकुमेन्ट लिन 2-3 चोटि नै गएँ र धेरै प्रयास पछि मात्रै हामीले उहाँबाट सबै डकुमेन्टहरू लियौं। त्यो डकुमेन्ट लिएर हाम्रो न्युयोर्कमा र विशेष गरी युएस भरिकै नेपाली र अन्य समुदाय बीच पनि चित परिचित सीपीए धेरै विश्वसनीय हुनुहुन्छ। उहाँ ट्याक्स राजाबाट आदरणीय विराज रिजाल ज्यूसँग सम्पर्क गरियो, संस्थाको अवस्थाहरू बोध गरियो र उहाँलाई सहयोग गर्न संस्थागत रूपमा हामीले अनुरोध गर्यौं र उहाँले म यो जिम्मा लिन्छु, धैर्य गर्नुस्, मलाई चाहिएको डकुमेन्टहरू तपाईहरुले दिनुस्, यो म गरिदिन्छु, तपाईहरुलाई टाइम लाग्न सक्छ तर मैले एकदम एज सुन एज पोसिबल मैले आफ्नो ठाउँबाट गर्छु, तपाईहरुले आफ्नो ठाउँबाट डकुमेन्टेसन्सहरू गर्नु भन्ने आश्वासन भयो। र जुन दिन हामीले लामा एकाउन्टिङबाट सबै डकुमेन्टहरू लियौं र त्यही दिनै विराज रिजालजीको अफिसमा लगेर डकुमेन्ट छोडेर आउने काम, हामीसँग भएको डकुमेन्टहरू दिने काम भयो। त्यसपछि उहाँले तत्कालै 1 हप्तापछि नै डकुमेन्टहरू रिभ्यू गर्न थाल्नुभयो। हामीलाई उहाँको काम गर्ने शैली अत्यन्तै मन पर्छ। अहिले पनि हामीले मन्त्रमुग्धले भन्नुपर्छ, फोनमा अथवा केही साधारण कुरा होइन, उहाँले हरेक जे डकुमेन्ट चाहिन्छ हामीलाई जे निर्देशन गर्नुहुन्छ सबै इमेलमा प्रष्टसँग खुलाएर लेखिदिनुहुन्थ्यो। उहाँले दिए अनुसारकै सबै पहिलो फेजमा हामीलाई चाहिने डकुमेन्टहरू मलाई लाग्छ 14-15 किसिमका डकुमेन्टहरू चाहिने रहेछ। त्यसपछि हामी झल्यास भयौं, यी आदि यति धेरै डकुमेन्टेसनहरू काम हुँदो रहेछ, तर पहिलोचोटि सबमिट गर्दाखेरि केही डकुमेन्टहरू पनि मागिएको थिएन र हामीलाई एउटा अवसर भनौं, चुनौती भनौं, डकुमेन्ट मागी थालिसकेपछि विशेष गरी संस्थाका आदरणीय
हाम्रो राजेन्द्र कार्कीज्यू महासचिवज्यू र मले हाम्रो एउटा संस्थाको जिम्मेवारी पनि हो र हामीले यसलाई एकदम सिरियस रूपमा लिएर डकुमेन्टहरू बनाउने कामहरू भए। अब डकुमेन्टेसनको काम हामीले जुन 15बाट हामीले विराज रिजालजीसँग पुगिसकेपछि पटक पटक सम्पूर्ण कुराहरू डकुमेन्टहरू हामीले जुलाई 22सम्ममा फर्स्ट फेजका उहाँले दिनुभएका आवश्यक भएका डकुमेन्टहरू हामीले माग्यौँ, सबमिट गऱ्यौँ। त्यसमा हामीले बनाउने किसिमका केही डकुमेन्टहरू संस्थाको 501c गुमेको वर्ष 17, 18, 19, 20, 21 हुँदै 23 सम्मको सम्पूर्ण डकुमेन्टहरू, आर्थिक डकुमेन्टहरू हामीले पठाउनु पर्ने थियो। त्यसमा हाम्रा चेकका एकाउन्टिङ सिस्टमहरू आन्तरिक हामीले कुन शीर्षकमा खर्च गर्यौं अनि हाम्रा बैंकका स्टेटमेन्टहरू, यो सम्पूर्ण कुराहरू एउटा फाइनान्शियल पाटोहरूलाई एकदमै ध्यान, किनभने 501c कतिखेर गुन्छ भन्दा फाइनान्शियल इथिकल्ली रूपमा कुनै पनि संस्थाले राम्रोसँग यदि क्वेसनेबल काम गर्छ भने 501cहरू गुन्छन् र फेरि रिइन्स्टल नहुन सक्छ। त्यसैले हामीले डकुमेन्ट बनाउँदाखेरि हेर्दाखेरि पनि एकदमै एनालाइसिस गर्नुपर्ने आवश्यकता थियो। हामीले सही शीर्षकमा खर्च गरे कि गरेनौं, के थियो विगतका, किनभने हाम्रो कार्यकालका त एउटा पाटो भर्खर आएका थियौं, त्योभन्दा विगतका कार्यकालका सम्पूर्ण कुराहरूलाई हामीले रिभ्यू गर्ने अवस्था थियो। 501c को 18 देखि 23 सम्मको हामीले आर्थिक डकुमेन्टहरू हाम्रो नजरले भ्याएसम्म संस्थालाई फाइदा हुने किसिमका र गरेका हामीसँग भएका डकुमेन्टहरू एउटा पठायौं। अर्को कुराहरू 501c ले साँच्चै नै समाजसँग आवश्यक समाजमुखी कार्यक्रमहरू गरेकै गरेन भनेर उनीहरूले हेर्ने गर्दछ र यस बीचमा 17 देखि 23 सम्म हरेक वर्ष संस्थाले के कार्यक्रमहरू गरे, त्यो कार्यक्रमहरू प्लान कस्ता थिए, आर्थिक कुराहरू कस्ता थिए र त्यो कार्यक्रमको उद्देश्यहरू के थिए, सहभागिता कस्तो रह्यो, त्यसका लक्ष्यहरू के थिए, उद्देश्य कति पूरा भए, यस्ता खालका हरेक प्रोग्रामको हरेक इयर कयौं प्रोग्रामहरू गर्छौं र हरेक प्रोग्रामको सम्पूर्ण डिटेल्सहरू लेखेर पठाउनु पर्ने। अब हामीले भन्नै पर्छ केही कार्यकालको केही डकुमेन्टहरू माइनेटहरू समेत हामीलाई प्राप्त भएको थिएन, कहीँ मिस भएको थियो होला। यस्तो अवस्थामा ब्याक टु धेरै अगाडिका डकुमेन्टहरू हेरेर रिभ्यू गर्नुपर्नेहरू एउटा अवस्था थिए। अर्को त्यस्तै गरी हामीले पावर एटर्नीका कामहरू गर्नुपर्ने, त्यस्तै गरी प्रोग्रामहरूको एनालाइसिस पनि गर्नुपर्ने थियो एउटा पाटोमा। अर्को अब यो अर्गनाइजेसनल स्ट्रक्चरको कुरा कस्तो छ, ब्याक टु हामीले बाइलज, पुराना बाइलजहरू अनि त्यो पहिला दर्ता गर्दाखेरिका डकुमेन्टहरूदेखि लिएर यी सम्पूर्ण कुराहरूलाई डकुमेन्टहरू बनाउँदै गयौं। हाम्रा परिवार छन्, हाम्रा काम धन्दाहरू छन्, संस्थाको यहाँलाई थाहा छ धेरै प्रोग्राम हरेक महिनाको 2-3 वटा प्रोग्रामहरू हामीले गर्दै आएका थियौं। त्यो प्रोग्रामको तयारीहरू हरेक काममा हामी आफैमा पनि व्यस्त थियौं, तर पनि राति हामी काम कहीँ समय थिएन। हाम्रो एउटै काम टाइम छुट्याउनु भनेको राति नसुत्नु हो र हरेक रातलाई राजेन्द्रजी पनि त्यस्तै, म पनि त्यस्तै ढिला हामी सम्पर्क गर्दै डकुमेन्टहरू चाहेको बनाउँदै गयौं। चाहिने आवश्यकता डकुमेन्टहरू चाहिँदा सोसाइटीका पूर्व कार्य समितिका साथीहरूलाई पनि सोधियो, कार्य समितिका साथीहरूलाई पनि हामीले आवश्यकता अनुसारको सोध्ने डकुमेन्टेसनहरू लिने काम गर्यौं र हामीले पठायौं। अब विराजजीले, हाम्रो एकाउन्टेन्टले एकदम हामीले पठाएका डकुमेन्टहरूलाई राम्रोसँग रिभ्यू गर्नुहुन्थ्यो। केही सुझावहरू छ भने फेरि सुझाव दिनुहुन्थ्यो अनि फेरि हामीले रिराइट गर्थ्यौं र यस्तै हुँदै धेरै डकुमेन्टहरू हामीले फुल फेजमा बनाइसकेपछि उहाँले सबमिट गर्नुभयो। सबै तयारी भइसकेपछि सबमिट भयो। सबमिट फाइनल हामीले टु एन्ड फ्रो गर्दा अन्तिम एकदमै फाइनल डकुमेन्ट चाहिँ हामीले नोभेम्बर 19 मा मात्रै सबमिट गर्न सकेका थियौं। विराजी कहाँ हामीले जब हामीले फाइनल फुल फेजको सबै डकुमेन्ट सहितको हामीले एप्लिकेसन सबमिट गर्यौं। त्यसपछि अब हामीलाई 90 डेज भनिएको थियो सुरुमा। 90 डेज गुज्रिन लागिसकेपछि फलोअप गर्न थालियो।
फलोअप गर्दाखेरि त हामी झसङ्गै भयौँ कि जुनसम्मको अगाडिको डकुमेन्टहरू मात्रै हेरिएको छ, कामहरू धेरै ब्याकल्यासहरू छन्, हामीसँग कर्मचारी कम छ र तपाईँहरूको पालो अब 6 देखि 9 महिनापछि आउँछ भन्ने खालको हामीले जानकारी पायौँ। सम्पर्क गर्दा हामीलाई अर्को चुनौती सुरु भए। त्यसपछि मैले आफ्नो संस्थाको अवस्था, संस्थाको भावी योजनाहरू सबै कुराहरूलाई लिएर पर्सनल हाम्रो संस्थाको जसले यो केस हेर्नुहुन्थ्यो उहाँलाई सम्बोधन गरेर सबै अवस्थाहरूलाई राखेर एक्सपिडाइटको लागि अनुरोध गरियो र त्यसपछि त्यो अनुरोधलाई उहाँले एक्सिक्युटेड गर्नुभयो भन्छु र हाम्रो फाइललाई ल्याएर राखिदिनुभयो, रिभ्यूमा राखिदिनुभयो। त्यसपछि हामीले प्रत्यक्ष रूपमा डाइरेक्ट पर्सनल संस्थाको हाम्रो अफिसरसँग कन्ट्याक्ट हुन थाल्यो र त्यसबीचमा हामीलाई केही डकुमेन्टहरू फेरि पुनः मागिए र मागे अनुसारको डकुमेन्ट हामीले तत्कालै 1 हप्ताभित्रमा नै धेरै डकुमेन्टहरू माग्दा पनि हामीले फेरि यसलाई छिटोभन्दा छिटो गर्नुपर्ने अवस्था थियो र सब्मिट गर्यौँ र अन्तमा हामीलाई तत्कालै सब्मिट गरेको हामीले 24 को नोभेम्बरमा हामीलाई 24 भन्दा पछि लिने कि अगाडिबाट लिने भनेर एउटा केही डकुमेन्टहरू हामीलाई पठाइएको थियो। हामीलाई काम सजिलो हुन्थ्यो, हाम्रै कार्यकालमा सब्मिट गरेपछि योभन्दा यताको लिँदा पनि हुन्छ भन्न सक्थ्यौँ, तर हामीले त्यसो मानेनौँ। यहाँभन्दा अगाडिका सम्पूर्ण वर्षका संस्थामा भएका गतिविधिहरूको सम्पूर्ण म जिम्मा लिन्छु, म साइन गर्छु, कुनै पनि कमी कमजोरीहरू संस्थाले गरेको छैन। त्यसैले गर्दा त्योभन्दा अगाडिदेखि नै रिइन्स्टलमेन्ट हुनुपर्छ र हाम्रो माग चाहिँ पहिलेदेखि दिनुहोस् भनेर सब्मिट गरियो र त्यसपछि फेरि थप डकुमेन्टहरू फेरि माग्न थाल्यो र हुँदै हुँदै उहाँहरूले एक्सपिडाइट गर्नुभयो। हामीलाई चाहिएको डकुमेन्ट पनि एकदमै कम्युनिकेट गर्न थाल्नुभयो र दिइसकेपछि हामीसँग यहाँलाई हामी देखाउन चाहन्छौँ यो एउटा 501C रिइन्स्टल भएको डकुमेन्ट प्राप्त भएको छ। यसको जुन मिति 325 मार्च 25 को लेटर छ। हामीले मौखिक रूपमा चाहिँ धेरै अगाडि नै अब लगभग हुने अवस्थाहरू प्राप्त भइसकेको थियो र हामीलाई लेटर चाहिँ अलिकति ढिलै प्राप्त भयो। अब आज मात्रै हामीले यो लेटर प्राप्त गरेका हौँ। हामीलाई रिइन्स्टलमेन्ट मे 15, 2022 मा हाम्रो गएको थियो। त्यही मितिदेखि लागू हुने गरी अहिले हामीलाई दिएको छ, कन्टिन्युटी भएको छ। यस अवसरमा यही सूचना, यही जानकारी गराउनको लागि यहाँहरू सामु हामी उपस्थिति भएका छौँ। हाम्रो कार्य समितिले तत्कालै यो सूचना, यो लेटर पाउने बित्तिकै सल्लाह गर्यौँ, होइन समुदायलाई जानकारी गर्नुपर्छ। एउटा किन 501C ढिला भयो, कतिलाई त अझै पनि 501C छ छैन थाहा नभएको पनि हुनसक्छ, किनभने संस्थामा भएका कमी कमजोरीहरू हामीले एकदम सभ्य तरिकाले मात्रै राख्यौँ, छैन यस्तो यस्तो भन्नु पनि नै। हामी संस्था र समुदाय कमजोर हुनु थियो, त्यसैले धेरै थाहा नहुन पनि सक्छ, तर अब आइसकेको अवस्था छ। हामीलाई अब विभिन्न संस्थागत रूपमा 501C आइसकेपछि सानो कुरा राख्न चाहन्छु। अब 501C किन चाहिन्छ संस्थाको भन्ने कुराहरूमा अलिकति जानकारी हामीले लियौँ। अब धेरैलाई यो बारेमा जानकारी भएकै कुरा हो। यो एउटा यस्तो संस्थाले धेरै आर्थिक गतिविधिहरू गर्न सक्छ। हामी व्यक्तिले आर्थिक गतिविधि गर्दाखेरि इन्कम र खर्चको आधारमा हामीले निश्चित तोकेको स्टेटको, कुनै ठाउँ त भिलेज कर्पोरेट पनि हुनसक्छ, स्टेटको अनि फेडरल गभर्मेन्टको हामी ट्याक्सहरू तिर्छौँ। त्यसै गरी संस्थाले पनि यदि एलएलसीहरू, बिजनेस किसिमका संस्थाहरूले पनि ट्याक्स तिर्नु आवश्यक छ, तिर्नुपर्छ। हामीले पनि ट्याक्स फाइल गर्नुपर्छ। तर यसरी हामीलाई आइआरएसले ट्याक्स एक्जम्पसनको यो स्टाटस दिइसकेपछि हाम्रा जति आर्थिक गतिविधिहरू गर्नेछौँ त्यो गतिविधिहरूको प्रत्यक्ष ट्याक्स हामीले तिर्नु पर्दैन, एउटा फाइदा। अर्को फाइदा चाहिँ हामीलाई
जति पनि डोनेसनहरू लिनको लागि सक्छौँ र जो डोनरहरू हुनुहुन्छ उहाँहरूलाई 501c एक्जम्पसन स्ट्याटसको ट्याक्समा यदि 5,000 हाम्रो संस्थालाई दिनुहुन्छ भने त्यो चाहिँ च्यारिटेबल डोनेसन उहाँले दिनुभयो भनेर उहाँले आफ्नो ट्याक्स फाइल गर्दाखेरि त्यो डोनेसन दिएको रकम चाहिँ उहाँले ब्रेक पाउनुहुन्छ त्यो स्ट्याटस। त्यसै गरी अब हामीले विशेष गरी 4वटा पोइन्टमा यहाँ अब कानुनी रूपमा पारदर्शी वित्तीय कारोबार गर्नको लागि हरेक वित्तीय कारोबार गर्नलाई हामीलाई सजिलो छ। यदि कसैले व्यक्तिले होस् सङ्घ संस्थाले होस् स्टेटले लोकल गभर्मेन्टले दिने ग्रान्टहरू यदि कसैले दिनुहुन्छ भने त्यो ग्रान्ट लिनको लागि हामीलाई सजिलो भएको छ। त्यस्तै गरीहरू अहिले मैले भनिसकेँ दाताहरूले डोनरहरूले जति दिनुहुन्छ उहाँहरूको लागि ट्याक्स डिडक्सनको एउटा लेटर हामीले दिन सक्ने अवस्थामा छौँ र समाजका विभिन्न हुने सामाजिक तथा सांस्कृतिक योजनाहरू र अझ यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न समुदायसँग पुग्नको लागि र थप संस्थालाई आर्थिक सामाजिक र कानुनी रूपका हरेक गतिविधिहरू सञ्चालन गर्नको लागि ढोका खुलेको छ। त्यसैले गर्दा आजको दिनलाई तपाईँ हामी यो कार्य समिति त्यसै गरी सल्लाहकारज्यूहरू र तमाम लङ आइल्यान्डवासी सदस्यज्यूहरू शुभेच्छुकहरूको एउटा जित हो। हुन त संस्थाले यसलाई जितको रूपमा मनाउनै पर्थेन, हरेक संस्थाको एउटा स्ट्याटस हुनु पर्थ्यो र अन्य कामहरूमा फोकस हुनुपर्ने थियो। तर एउटा कुनै बेलामा भएका टाइमली म्यानरमा नगरिएका कामहरूले गर्दा आज हामीले 1 वर्षसम्म धेरै कुराहरू डकुमेन्टेसनमा धेरै कुराहरूमा हामी अल्झिनु पर्यो। अब संस्थाले पहिलाको समय ट्याक्स फाइल गर्नेछ, त्यसको लागि हामीलाई पेनाल्टी छ भने पनि हामी तिर्नुपर्ने आवश्यक छ। हामीलाई सहयोग गर्ने सिपिएलाई चाहिने फीहरू दिनुपर्ने छ। यो आदि धेरै कुराहरूमा हामी गर्नु पर्थेन। तर ठिक छ, परिस्थिति जन्य भयो, तर पनि यो अवस्थाहरू हामीले यो अवस्थालाई हामीले पुनः ल्याउन सक्यौँ। हामीलाई कुनै पनि थकान छैन। संस्थाले दिएको काम, समुदायको लागि गर्ने काम, संस्थाका लागि रात दिन कयौं महिना दिन समय हप्ता र वर्षौंसम्म हामी थाक्दैनौँ। अझै गर्नुपर्ने कामहरू थुप्रै छन्। समुदायहरू संस्था भन्ने कुराहरू एउटा यहाँले बनाउनु भएको बडी हो। यो बडीलाई काम गर्नको लागि एउटा जिम्मेवारी दिनुभएको छ। तर हामीलाई तपाईहरूको घरमा हामी काम गरेर आएका हौँ, तपाईहरूले दिनुभएको काम गर्ने हो। तर तपाईहरूको लागि समुदायको लागि हामीले जिम्मा लिएर आउँदै गर्दाखेरि एउटा सानो हामीले 501c को काम पुरा गरेका छौँ। संस्थाका डकुमेन्टेसन साँच्चै नै संस्था जस्तो बनाएका छौँ। हामीले सम्पूर्ण कुराहरू आर्थिक रूपमा सामाजिक रूपमा जति कामहरू गरेका छौँ त्यो डिजिटलमा राखेका छौँ। यहाँहरूले जुनसुकै बेला एउटा सानोभन्दा सानो रेसिट, सानोभन्दा सानो डकुमेन्टहरू तपाईँहरूले वेबसाइटमा गएर हेर्न सक्नुहुनेछ। त्यसै गरी हामीले गुगल डक्समा सबै डकुमेन्ट्सहरू राखेका छौँ। डिजिटल फाइल हामीले क्रिएट गरेका छौँ। त्यसैले गर्दा संस्थाका भावी अन्य कार्यकालको लागि समेत त्यो हाम्रो डकुमेन्टेसनमा अत्यन्तै सजिलो हुनेछ। र हामीलाई पहिलाको डकुमेन्टहरू पेपर बेस डकुमेन्ट पनि राम्रोसँग व्यवस्था नहुँदाखेरि हामीलाई अहिले डकुमेन्टेसनमा कति अप्ठ्याराहरू आए। तर आउँदा कार्यकालमा का साथीहरूलाई हाम्रो यो कार्य समितिले गरेका डकुमेन्टेसनको कामले यहाँहरूलाई पक्कै पनि सजिलो हुनेछ र संस्थाको दस्तावेजहरू सुरक्षित हुनेछ भन्न म चाहन्छु। त्यसै बखतमा हामीले जे बोलेर आएका थियौँ संस्थामा, समुदायमा हामी त्यति ठुलो होइन, समुदायका जे आवश्यकता छ त्यही गर्छौँ, जेमा साथ दिनुहुन्छ त्यही गर्छौँ, समुदायकै व्यक्तिहरूलाई साथ लिएर गर्छौँ भनेका छौँ। हामीले अहिलेसम्म जे जति काम गरेका छौँ समुदायकै व्यक्तिहरू साथ सहयोग लिएर गरेका छौँ। हामीले हाम्रो व्यक्तिगत इच्छा, हाम्रा व्यक्तिगत महत्वाकांक्षाहरूलाई हामीले ज्यादै पर राखेर अगाडि बढेको कुरा जानकारी गराउन चाहन्छौँ। र आउँदा दिनहरूमा यहाँहरूलाई विशेष अनुरोध कार्य समितिबाट
हाम्रो बोल्दै आएका छौँ समुदायको आवश्यकता हो सामुदायिक भवनको कुराहरू। सामुदायिक भवन अत्यन्तै 501c जोडिएको सवाल थियो, सवाल छ। ठुलो बजेटको कुराहरू हामीले पनि भन्दै आएका छौँ। 501c को अवस्थाहरू अप्ठ्यारो छ, हामीले फाइनान्सियल धेरै कुराहरू अगाडि बढाउन अप्ठ्यारो छ भनेर भनिराखेका छौँ। यो वास्तविकता थियो र हो पनि। र समुदायसँग पनि हामीले संस्थाको बिल्डिङका विभिन्न खाकाहरू बनायौँ, विभिन्न टाउन हल मिटिङहरू गऱ्यौँ, त्यस्तै गरी समुदायका विभिन्न ठाउँमा भेलाहरू गऱ्यौँ, व्यक्तिगत रिचआउटहरू गऱ्यौँ। सबैसँग 501c को अवस्था नआउँदासम्म यसलाई आर्थिक रूपमा र कुनै पनि कार्यान्वयनमा अगाडि बढाउन अप्ठ्यारो छ भन्ने कुरा आइसकेको थियो र हाम्रो मस्ट प्रायोरिटी चाहिँ 501c थियो। आदरणीय समुदायका सदस्यज्यूहरू, शुभ प्रेमीहरू, तपाईँहरूको साथ बिना हाम्रो संस्थाले 501c आउँदा समेत यदि तपाईँहरूले साथ दिनु भएन भने बिल्डिङ जस्ता अन्य ठुला परियोजनाहरू गर्न सक्ने अवस्थाहरू छैन। त्यसैले हाम्रो कानुनी रूपमा र आइआरएसका सवालहरूमा हामीलाई अब सजिलो भएको छ। हामीले बिल्डिङका लागि विभिन्न खाकाहरू पनि बनाएका छौँ। अब एकपटक तपाईँहरू सामु बिल्डिङको लागि ठोस रूपमा हामी हात फैलाउन आउनेछौँ। यो हाम्रो हात फैलाइ, हाम्रो हातमा हात साथ दिनुहोला। यहाँले साथ दिनुपर्ने कुरा, एक लङ आइल्यान्ड सोसाइटी ठुलो छ र यो समुदायको लागि बिल्डिङ, सामुदायिक भवन, मन्दिर, मठ मन्दिर कसरी भनौँ, हामी मल्टिपर्पज हुन सक्छ, यो आवश्यकता छ भने नीतिगत रूपमा यसलाई प्रतिस्थापन गरौँ। नम्बर 2, यसलाई अब हामीले एउटा स्ट्रक्चरहरू बनाउँदै गएका छौँ र यो स्ट्रक्चरमा ट्रस्टीको अवधारणा आएको छ। अब यहाँहरूले ट्रस्टी बन्नुपर्छ। तोकेको रकम राख्ने, ट्रस्टी बन्ने, ट्रस्टीको संख्या बढ्दै जाने हो र ट्रस्टीहरूले नै कसरी अपरेट गर्ने, गभर्न गर्ने, त्यो बिल्डिङको लागि त्यो योजना बनाएर अगाडि गर्नुपर्ने आवश्यकता छ। लङ आइल्यान्ड सोसाइटी एउटा माउस संस्था हो। यसको नेतृत्वमा विभिन्न किसिमका समिति उपसमितिहरू पनि बनेको छ र सबै समिति उपसमितिहरूले सहयोग गर्नुहुन अनुरोध गर्न चाहन्छु र यहाँहरूले एकदम खुलेर, यो समय लाग्न सक्छ, म भन्दिनँ कि आजको भोलि सबै कुराहरू गरेर देखाउँछु, त्यो हामी झुट्टो आश्वासन दिँदैनौँ, तर हामीले धेरै पूर्वाधारहरूको लागि तयार गरिसकेका छौँ। यहाँहरूले स्वतः रूपमा हरेक खर्चहरू बरु घटाउनुहोस्, बरु 1-2 दिन बढी काम गरौँ। केही न केही हामीले काम गरेको कमाएको केही रकम सामाजिक काममा र हाम्रै लागि, हाम्रा छोरा नाति सन्तान र हाम्रो समुदायको लागि यहाँहरूले दिन र अगाडि बढाउनको लागि साझा भावना लिएर अगाडि बढौँ र यसमा समाज एक होस्, सबैको अपनत्व होस्, सबैले हामीलाई हरेक रूपमा साथ दिनुहोस्, आउनुहोस्, एकबद्ध भएर आगामी दिनहरूमा, आगामी पाइलाहरूमा यहाँहरूले साथ दिनुहुन म अनुरोध गर्न चाहन्छु। मैले केही समय अलिकति लामै बोले किनभने 501c को अवस्थाहरूलाई अलिकति कोट्याउनै पर्ने थियो, समुदायमा के कस्ता अवस्था थियो भन्नै पर्ने थियो र भावी हाम्रा योजनाहरूमा पनि यहाँहरूको साथ र सहयोग बिना चल्ने अवस्थै छैन। र अब बाँकी कुराहरू हामीसँग कार्य समितिका साथीहरू हुनुहुन्छ, त्यसै गरी हामीसँग सल्लाहकारहरू हुनुहुन्छ, भवन निर्माण समितिका हाम्रा पदाधिकारी हुनुहुन्छ, त्यसै गरी संस्थालाई माया गर्ने भद्र भलाग्मी पनि हुनुहुन्छ। हामी एकदम सानो सङ्ख्यामा जमघट भयौँ छोटो समयमा। यहाँहरूले पनि कुरा राख्नुहुन्छ। हस्, म बिदा हुन्छु अहिले। अरू कुरा धन्यवाद मदनसिंहज्यू। लङ आइल्यान्ड नेपाली समाज नियोगले 501c प्राप्त गरिसके पछाडि त्योभन्दा अगाडि गरिएका प्रयासहरूको बारेमा र त्यसले नहुँदाखेरिको अप्ठ्याराका अवस्था बारेमा र आज प्राप्त गरिसके पछाडि कार्यसमिति अध्यक्षले के फिल गर्नुभएको छ त्यो कुरा तपाईँहरूलाई सेयर गर्नुभएको हो। र यो निसन्देह हामी एउटा प्रसव पीडामा थियौँ, एउटा सामाजिक दायित्व हाम्रो काममा थियो, अर्को कुरा सामाजिक हैसियत रूपमा संस्थाले पाउनुपर्ने छुटहरू पाउने हामीसँग अनुमति पत्र थिएन। यो दाइजोको रूपमा जब हामी शपथ ग्रहण लियौँ, हामीलाई दाइजो नै भन्नुपर्छ, त्यो दाइजोको रूपमा चाहिँ 501c विहीन संस्था हामीले प्राप्त गरेका थियौँ। त्यति बेला हामीलाई गाह्रो थियो। हामीले बोलेर बाचा गरेका थियौँ हामी सामुदायिक भवनलाई अगाडि बढाउनेछौँ, धेरै कामहरू गर्नेछौँ आर्थिक क्षेत्रमा।
अन्य सामाजिक क्षेत्रमा धेरै काम गर्छौँ भनेको थियौँ हामीले। सामाजिक क्षेत्रमा, खेलकुदका क्षेत्रमा, स्वास्थ्यका क्षेत्रमा अथवा विधानका कुराहरूमा धेरै कुराहरूमा हामीले धेरै काम गरेका छौँ। लगायत नेपाली समाजलाई एउटा संस्थाको रूपमा एउटा दिगो धरातल दिनको निम्ति धेरै कामहरू गरेका छौँ। तर 516 नहुँदा प्रत्यक्ष जोडिएको अघि उहाँले अध्यक्षज्यूले जोडिसक्नु भएको छ। सामुदायिक भवनमा हामीले एक्सन ओरिएन्टेड गरेर काम गर्नका लागि चाहिँ कुन मोडालिटीमा जाने, 516 नहुँदाखेरि कतिसम्म रिस्क लिने, त्यो अगाडि बढ्दाखेरि भोलि त्यो आउने परिणामहरू के हुन्, धेरै कुराहरूले हामीलाई असर पारेको थियो। आज यहाँहरू सबैलाई अध्यक्षज्यूले वाचा गरिसक्नु भएको छ। अब 516 लिएर हामी सामुदायिक भवनमा होमै नै छौँ। त्यसका निम्ति तपाईँहरूको साथ र सहयोगको आवश्यकता भनेका छौँ। र 516 टिममा चाहिँ अलिकति मैले यो यति बेला यो खुसी बाँड्दै गर्दाखेरि 516 को यो रेजिस्ट्रेन्ट गर्ने यो मिसनमा सघाउने धेरै सदस्यज्यूहरूलाई हामीले सम्झनुपर्छ। उहाँको योगदानलाई हामीले भुल्नु हुँदैन। विशेष गरी म पहिलो रूपमा रिजालज्यू जो हाम्रो सिपिए हुनुहुन्छ र कुनै न कुनै रूपमा म लामा एकाउन्टिङ प्रति उहाँले हामीलाई सबै कागजहरू हस्तान्तरण गर्नुभयो। उहाँले पनि अब सफलता असफलता आफ्नो ठाउँमा चाहिँ काम गर्दै जाँदाखेरि त्रुटि सबैका हुन्छन्, उहाँले हस्तान्तरण गर्नुभयो। रिजालज्यूले जुन दिनदेखि लिनुभयो उहाँले एउटा प्रोफेसनलिजम त्यहाँनिर देखाउनु भएको छ। एउटा डकुमेन्टको चेकलिस्टै दिनुभयो हामीलाई। त्यो डकुमेन्टको चेकलिस्ट अनुसार हामीले कुरा गर्दै गयौँ, सबमिट गर्दै जाउँ, थप्दै गयो। यो इतिहास सबै मलाई अध्यक्षले भनिसक्नु भएको छ। त्यस पछाडिको मैले धन्यवाद दिनुपर्ने भनेको यो तपाईँहरूले एकाउन्टेन्ट चेन्ज गर्नुपर्छ भाइहरू। तपाईँहरूले यही एकाउन्टेन्टमा बसिरहनु भने 516 प्राप्त गर्नु हुँदैन। तपाईँहरूले एउटा प्रयास खेर जानुभयो, अर्को प्रयास खेर जानुभयो। अब पनि समय तपाईँ त्यही एकाउन्टेन्टमा बस्नु भने तपाईँहरूले समय खेर फाल्नुहुन्छ भनेर झर्किगाउने सधैँ झर्किगाउने। मेरो आदरणीय शिव मैनाली दाई, त्यसै गरी आदरणीय मेरो दिवाकर पाण्डेज्यू, त्यसै गरी दुलेश कार्कीज्यू, त्यसै गरी मेरो डाक्टर हरि दाहालज्यू डकुमेन्टेसनका फेजमा कागजहरू तयार गर्दै गर्दाखेरि रात बिरातमा मैले हरेकपल्ट सहयोग मागेको बेला उहाँले मलाई सहयोग गर्नुभएको छ। मैले यो नाम छुटाउनु हुँदैन। सामुदायिक भवनका धेरै कामहरू उहाँले सघाउनु भएको छ। त्यसो हुँदाखेरि डाक्टर हरि दाहाल, दुर्गेश कार्कीज्यू, दिवाकर पाण्डेज्यू, शिव मैनालीज्यू र मेरा कार्य समितिका सम्पूर्ण मेरा वरिष्ठ उपाध्यक्षज्यू, मेरा उपाध्यक्ष, मेरा सहकोषाध्यक्ष र मेरो अनन्य मित्र विवेक गौतमज्यू, जसले हरेक पाइला पाइलामा संस्थाको संस्थागत प्रगतिका निम्ति उहाँहरूले सघाउनु भएको छ। तपाईँ लगायत सम्पूर्ण लगायतलाई नेपाली समाज सम्बद्ध समुदाय सदस्यज्यूहरूमा यो कार्य समिति परिवारका तर्फबाट हामीले जे जति मेहनत गऱ्यौँ, आज यो प्राप्त उपलब्धिले हामी मात्दिँदैनौँ। यो उपलब्धिले हामीलाई अझ थप जिम्मेवार बनाउँछ, हामीलाई संयम बनाउँछ। अब यो एउटा अनुमति पत्र लिएर मात्रै हामीले हुँदैन, अनुमति पत्रलाई कसरी प्रयोग गर्ने र कुन उपलब्धि प्राप्त गर्ने, कुन बाटो जाने भन्ने मुख्य कुरा हो। त्यसका निम्ति तपाईँहरूको सदैव हामीलाई सहयोग चाहिन्छ। हामीले हिजो निर्वाचन पूर्व गरेका बाचाहरू हामी कटिबद्ध रूपमा शब्दप्रति इमान्दार भएर हामी काम गर्नेछौँ। त्यसका निम्ति तपाईँहरूको सहयोग चाहिएको छ। र आज यो खुसीको क्षणमा अब हामी के गर्ने, अब हाम्रा योजनाहरू के हुन्छन्, कुन बाटोबाट अगाडि जानुपर्छ, त्यो तपाईँहरूलाई सुनेर हामीले पनि मोडालिटी तयार गर्नुपर्ने हुन्छ। मसँग आज हामी यहाँ बस्दै गर्दाखेरि प्रतिनिधिको रूपमा हामीलाई सधैँ झकझकाउने हाम्रो नजिकका शुभचिन्तकहरू जो लगायत नेपाली समाजलाई साँच्चै नै माया गर्नुहुन्छ, आदरणीय दिवाकर पाण्डे यही हुनुहुन्छ, जो यहाँनिरसँग सहकोषाध्यक्षको रूपमा सम्बद्ध हुनुहुन्छ। उहाँले लगायत नेपाली समाज व्यक्ति जोसुकै आउन्, जोसुकै जाउन्, तपाईँहरूले संस्थागत रूपमा यो संस्था डराउनुपर्छ भनेर सधैँ उहाँले झल्झिरहनु भएको छ। तपाईँहरूले बोलेको कुराहरू पुरा गर्नुपर्छ भन्नुभएको छ। तपाईँहरू भवनका निम्ति तपाईँहरू कटिबद्ध भएर इमान्दारपूर्वक लाग्नुहोस्, तपाईँहरूलाई कहाँनिर सहयोग चाहिन्छ हामी सदैव तयार छौँ भन्नुभएको छ। हामीले गरिएका नेपाली भाषा कक्षाका विभिन्न चरणका क्लासहरूमा उहाँले हामीलाई आर्थिक सहयोग गर्नुभएको छ, खेलकुदका क्षेत्रमा सहयोग गर्नुभएको छ। चाहे भोलिन्टरी होस्, चाहे आर्थिक रूपमा होस्, चाहे एउटा भिजनरी रूपमा होस्, हरेक क्षेत्रमा हरेक लेभलमा सहयोग गर्ने तपाईँ जस्ता सम्पूर्ण लगायत निवासी आदरणीय समुदायहरूमा हामी हार्दिक आभारी छौँ। तपाईँहरू सदैव यसरी नै सहयोग दिनुहोस्। म यति भन्दै बिल्डिङ समितिसँग सम्बन्धित विशेष गरी अर्थ तथा कार्यक्रम संयोजक दुर्गेश कार्कीज्यू यहीँ हुनुहुन्छ अहिले, त्यसै गरी समन्वय समिति संयोजक हुनुहुन्छ दिवाकर पाण्डेज्यू, त्यसै गरी सोही समितिमा सदस्यको रूपमा र हाम्रो अर्को एउटा बजेटको प्याकेज पनि छ। हामी त्यसलाई फेरि पनि चाँडै गर्छौँ खुट्टुकै बजेट भनेर, जसलाई हामी संयोजक नै भनेर दाइले जिम्मेवार लिइदिनुपर्छ भनेर हामीले शिवमण्डलज्यू यहीँ हुनुहुन्छ। त्यसै गरी सहकोषाध्यक्ष रामकुमार राईज्यू हुनुहुन्छ यहाँनिर, बिओडी मेम्बर हाम्रो डाक्टर यमगिरीज्यू हुनुहुन्छ, उपाध्यक्ष इन्दिरा सिन्हाज्यू हुनुहुन्छ, त्यसै गरी
मेरा उपाध्यक्ष यतातिर गोकुल सापकोटाजी हुनुहुन्छ, त्यसै गरी मेरा बोर्ड सदस्य राजकुमार तामाङजी हुनुहुन्छ। तपाईँ सबैलाई र हामीलाई यति बेला सुनिरहनु हुने लगायत निवासी, लगायत नेपाली समाजलाई साँच्चै माया गर्ने तपाईँको संस्था हिजो सामाजिक रूपमा सामाजिक संस्थाको रूपमा 501c छुट पाउने संस्थाको रूपमा चाहिँ एउटा साँच्चै नै मृत्यु शय्यामा पुगेको थियो। आज यो संस्था अब जीवित भएको छ। यो संस्थाले खुट्टा दह्रो टिकेको छ, कानुनी हैसियत प्राप्त गरेको छ। तपाईँले दिने हरेक योगदानहरू, तपाईँले दिने हरेक चन्दाहरू, हामीले पाउने हरेक ग्रान्टहरू अथवा हामीले गर्ने हरेक कन्ट्रिब्युसनहरूको ट्याक्स एक्जेम्सन रिसिट हामी दिन सक्ने अवस्थामा छौँ। अब हामी सामुदायिक भवनलाई आर्थिक रूपमा नै एक्सन ओरिएन्टेड भएर यसको खाता खोल्ने कामहरू, हामीले हिजो बोल कबुल भएका रकमहरूलाई खातामा हाल्ने कामहरू, तपाईँका घर दैलो गर्ने कामहरू, हामीले त्यो भवनका निम्ति आर्थिक सहयोग जुटाउनका निम्ति धेरै विभिन्न योजनाहरू ल्याएका थियौँ, विभिन्न प्याकेजहरू ल्याएका छौँ। ती प्याकेजहरूलाई विस्तृत जानकारी चाहिँ तपाईँको घर दैलोमा आउनेछौँ। त्यति बेलासम्म हिजो संस्थाको 501c थिएन, तिमीहरू समाजमा साँच्चै एकता छौ छैनौ, धेरै क्वेसनहरू थिए। आज तपाईँको संस्थाले 501c प्राप्त गरेको छ। अब सामाजिक संस्थामा सामाजिक सामुदायिक भवन बनाउने कि नबनाउने, भवन एउटा व्यक्तिको प्रयास चाहिँ हुँदैन, भवनमा सबैको आत्मत्व हुनुपर्छ। तपाईँ सम्पूर्ण लगला निवासी हरेक परिवारका सदस्यहरू सामुदायिक भवनमा सघाउने कि नसघाउने, तपाईँ त्यसका निम्ति तयार हुने कि नहुने। संस्थाको कार्य समिति तयार भयो। अब संस्थाको कार्य समितिले प्राप्त गर्नुपर्ने अनुमति पत्र प्राप्त गरेको छ। यसलाई टेकेर हामी यसको ट्रस्ट निर्माण गरेर ट्रस्ट मार्फत विभिन्न एक्सन ओरिएन्टेड हामी कामहरू लिएर आउनेछौँ। तपाईँ यसका निम्ति तयार हुने कि नहुने। हामी सम्पूर्ण लगानी निवासीलाई फेरि पनि हामी हात जोडेर कार्य समितिको तर्फबाट र सामुदायिक भवनका निम्ति तपाईँहरूको अमूल्य सहयोगको याचना गर्दछौँ। हामी तपाईँहरूको घर समक्ष आउनेछौँ। कृपया लगानी नेपाली समाजको सामुदायिक भवनमा माया गरिदिनु होला र यसै सम्बन्धमा यो 501c प्राप्त गरेको क्षणमा आफ्नो सामान्य एउटा के फिल गर्नुपर्छ, संस्थाले कसरी अगाडि बढ्नुपर्छ, भवनलाई कसरी अगाडि बढाउनुपर्छ अथवा कार्य समितिले कसरी काम गरिदिँदै हुन्छु जस्तो लाग्छ। म छोटो प्रतिक्रिया चाहिँ कृपया यहाँ उपस्थित हुनुहुने समाजसेवीज्यूहरूलाई आफ्नो संक्षिप्त यो 501c प्राप्त गरिसके पछाडिको लगानी नेपाली समाजको भूमिकाका विषयमा चाहिँ आफ्नो फिलिङ्स सेयर गरिदिनु म हार्दिक अनुरोध गर्छु। यताबाट सुरु गरौँ होला। आदरणीय दाइ हुनुहुन्छ शिव बनालीज्यू। शिव बनालीज्यू के भन्न चाहनुहुन्छ? धन्यवाद राजनजी, सबैमा नमस्कार। सबैभन्दा पहिलो कुरो त के हुन्छ भने कुनै चिज प्राप्त गर्नुभन्दा पनि त्यो प्राप्त भएको चिजलाई टिकाइराख्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्छ। र त्यो चिज प्राप्त भयो र त्यसलाई टिकाउन सकिएन र गुम्यो भनेदेखि त्यसले कतिसम्म हामीलाई चाहिँ पीडा दिन्छ र त्यसलाई प्राप्त गर्नुको लागि फेरि हामीले कति पापड पेल्नुपर्छ भन्ने कुरा आज यो समाजका हरेक व्यक्ति र यो कार्य समितिले चाहिँ अनुभव गरिसकेको कुरा हो। यो हामीले ठुलो शिक्षा पनि प्राप्त गरेका छौँ र यसले के दिन्छ भने अब यो प्राप्त भएको चिज पक्कै पनि अब दीर्घकालीन रूपमा चाहिँ जीवित रहनेछ। अब यसरी मृत अवस्थामा पुग्ने छैन भन्ने चाहिँ मैले विश्वास लिएको छु र हामीलाई यो एउटा शिक्षा पनि प्राप्त भएको छ। अब यसरी यो गुमिसकेको चिजलाई प्राप्त गर्ने क्रममा यो कार्य समितिले कति मेहनत गर्यो भन्ने कुरा त यहाँहरूले चाहिँ अगाडि अवगत गराइसक्नु भएको छ। त्यसको लागि यहाँहरू सबैलाई म धन्यवाद दिन चाहन्छु र साथै लङ्गाल्यान्ड समाजमा रहनुभएका हाम्रा सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई पनि म कङ्ग्रेचुलेसन भन्न चाहन्छु। र यो छोटो समयमा छोटो शब्द राख्न पाउँदा म अत्यन्तै हर्षित छु र बाँकी मेरा साथीहरूलाई टाइम दिन चाहन्छु। धन्यवाद। नमस्ते सम्पूर्ण लङ्गाल्यान्ड नेपाली समाज न्युयोर्कका नेपाली समुदायमा र सर्वप्रथम त हामीलाई बधाई छ र धन्यवाद पनि छ। यो हाम्रो चाहिँ लङ्गाल्यान्ड नेपाली सोसाइटी समाज चाहिँ आइसियुमा पुगिसकेको थियो भन्ने थियो र एक हिसाबले भन्दा पनि यो अचेत अवस्थामा पुगिसकेको रहेछ।
चाहिँ अब यो हाम्रो यो राईहरूको झाँक्री हाम्रो चाहिँ झाँक्री बित्दै पनि हुन्छ क्या। अहिले आएर चाहिँ मलाई त्यसको पनि एकदम फिल भइरहेछ। लगभग त्यो अचेत अवस्था पुगिसकेको अवस्थामा यो चाहिँ चिज चाहिँ फर्किँदैन है भन्ने अवस्थामा पुगिसकेको चिजलाई पनि झाँक्रीले चाहिँ कुनै जादु अथवा चाहिँ एउटा केही विद्या लगाएर चाहिँ यो फर्काउन सफल भएको उदाहरणहरू छन् हुन्छ कि हाम्रो गाउँघरतिर चाहिँ। र यो हाम्रो लङ्गाली समाज पनि धेरै साथीहरूले क्या अब यहाँको अग्रजज्यूहरूले अब हाम्रो चाहिँ अब यहाँका अग्रज अवस्थामा को साथीहरूले पनि लु यो तिमीहरूको यो समाज चाहिँ अब फर्किँदैन, यो चाहिँ अब गयो साथी हो, अब के गर्छौ तिमीहरूको काम छैन, के चाहिँ गर्छौ र अब छैन है तिमीहरू गयो अब भनिरहेको अवस्थामा हाम्रो चाहिँ अब अध्यक्षज्यू र चाहिँ महासचिवज्यू कुनै भन्छु म यहाँ चाहिँ किन भन्दाखेरि उहाँहरूको चाहिँ रात दिनको चाहिँ अब अथक प्रयासले चाहिँ उहाँले चाहिँ एउटा भनौँ न जादु नै गरेर ल्याउनु भएको छ जस्तो लागेको छ। यसको लागि चाहिँ विशेष गरी धन्यवाद चाहिँ अध्यक्षज्यू र महासचिवज्यू लगायतका उहाँहरूको चाहिँ एउटा के भन्छ टिमलाई चाहिँ दिन चाहन्छु। र त्यस पछाडि चाहिँ अब यसको धन्यवाद चाहिँ हाम्रो समाजको चाहिँ अग्रज्यूहरूलाई र त्यस पछाडि चाहिँ म लगायत हामी अरूलाई पनि हाम्रो पनि यसमा चाहिँ के भन्छ ऊ चाहिँ छ है। कस्तो चाहिँ छ भन्दाखेरिमा हामीले चाहिँ के चाहिँ गरियो भन्दाखेरिमा अध्यक्ष र महासचिवलाई चाहिँ तपाईँहरूले चाहिँ के चाहिँ गरिरहनु भएको छ अहिलेसम्म। 5 आगे होइन कहाँ पुग्यो तपाईँहरूको काम छैन है नभए चाहिँ के पारा हो भन्ने हिसाबले म आफैले भनौँ न एक हिसाबले ठाडो हिसाबले उहाँलाई चाहिँ दचकना दिइराखेको अवस्थामा उहाँले चाहिँ लिएर आउनु भएको छ। धेरै धन्यवाद। यसै गरी म दिवाकर पाण्डेज्यूलाई सोध्न चाहन्छु, तपाईँ फागुवान्ची प्राप्त गरिसकेपछि लङ्गाले नेपाली समाजको भूमिका के हुन्छ र तपाईँलाई कस्तो लागिरहेको छ, यहाँले समुदायलाई सेयर गरिदिनु न। हार्दिक अनुरोध गर्दछु। थ्याङ्क यू राजेन्द्रजी। यो एउटा खुसीको साटासाट गर्न हामी यहाँ अध्यक्षको घरमा बसिराखेका छौँ। अहिले फेसबुक मार्फत जो लाइभमा हुनुहुन्छ उहाँहरू पनि सबैलाई मैले नमस्ते भने। धेरै भन्नु छैन, धेरै त अध्यक्षजीले प्रश्न पारिसक्नु भएको छ। अब फागुवान्ची सुरुको अलिकति कुरा चाहिँ मलाई भन्न मन लाग्यो। फागुवान्चीको विषयमा कहीँ न कतै समाजमा चाहिँ दुईवटा खालका एउटा तर्कहरू आइराखेका थिए। एउटाले अर्को साथीहरूलाई गाली गर्ने, अर्को साथीहरूले गुमाइस यो भनिरहँदा पनि मैले सबै साथीहरू कहाँ गएर के भन्ने गरेका थिएँ भने फागुवान्ची त गयो संस्थाको साथी हो, अब यसले र उसले भनेर कसैलाई आरोप लाउनु भन्दा त्यसको कसले लिनुपर्ने हो त्यो माथिको अलि जति मेरो भागमा आउँछ त्यो चाहिँ म पनि लिन तयार थिएँ भनेर सबै साथीहरूलाई भनेको थिएँ। र अहिले यो रिइन्सेट हुँदै गर्दा पनि यसको पनि थोरै हिस्सा चाहिँ म आफू अहिले म पनि फेरि यहाँ पनि लिन चाहन्छु। हिजो जाँदा पनि मैले लिएको थिएँ भने अहिले आउँदा लिँदै गर्दा पनि यसको म आफू लगायत सम्पूर्ण लङ्गालीवासी लगायत सिङ्गो कार्य समितिलाई साथीहरूलाई यो सबै हामी सबैको प्रत्यक्ष अप्रत्यक्ष सबैको भूमिका छ यो आउने कुरामा। किनभने समाजका साथीहरूले यसरी झकझक्याएको थियो भने सायद योभन्दा पहिला नै रिइन्सेटको काम हुन्थ्यो कि। तपाईँहरूलाई जुन काम गर्नका लागि झकझक्याउने काम त पब्लिकले दिएको छ, पब्लिकले तपाईँहरूले आफ्नो त्यो कर्तव्य थियो नै, पब्लिकले पनि तपाईँहरूलाई त्यति नै यो काम गर्नका लागि प्रेसर थियो, त्यसले गर्दा तपाईँहरू दिनरात खटेर काम गर्नु हो। यसका निम्ति सिङ्गो कार्य समिति धन्यवादको पात्र हुनुहुन्छ। म यति नै बेला अलिकति सम्झन चाहन्छु। म जुन होला गएको डेट त राजनजीले भन्नु मलाई याद छैन। म आउँदै गर्दाखेरि कार्य समिति धेरै साथीहरू समाजका धेरै साथीहरूले जहिले पनि तपाईँहरू संस्थामा तपाईँहरू हुनुहुन्थ्यो क्वेसन चाहिँ हामीलाई आउने गरेका थिए, खै त कार्य समिति के भनेर। मैले आदरणीय पण्डित गकुल सापकोटाजीलाई म अहिले सम्झन्छु। उहाँ 2 पटक मेरो घरमा जानुभयो यो विषयलाई लिएर जानुभयो। खै के हो किन यो तपाईँहरू के गर्दै हुनुहुन्छ भन्नु। उहाँको घरमा गएँ, सेयर गरेँ मैले, तपाईँहरू साथीहरू लागिराख्नु भएको छ, यो लगाइले पुग्दैन, यो अहिले जति लाग्नु भएको छ पुगेको छैन भन्नुभयो। अब के गर्नु पर्यो गुरु मैले भन्दै गर्दा चाहिँ होइन यसका लागि जाउँ भन्नुभयो। पहिलोपटक राजनजी, गगुलजी र म 3 जना गयौँ हामी लामा एकाउन्टिङका, त्यहाँ कुरा गऱ्यौँ। त्यस पछाडि उसलाई भेट्नु गर्नै सकिएन, नभेटिसकेपछि फर्केर आयौँ। त्यसपछि फेरि नेक्स्ट टाइम राजनजी र दुर्गेशजी म होला हामी गयौँ। एउटा खालले अब उहाँले पनि लामाजीलाई पनि होइन राजनजीले भने चाहिँ हामी धन्यवादै भनौँ। चाहिने जुन डकुमेन्टहरू थियो उहाँले सौहार्दपूर्ण रूपमा हामीलाई हस्तान्तरण गर्नुभयो। विराट रिजालजी उहाँले चाहिँ आफ्नो सम्पूर्ण समय परिश्रम लगाएर हामीले नै सल्लाह गरेका थियौँ यतिको मान्छेहरू चाहिँ समाजमा उहाँले अहिलेसम्म गरेको गतिविधिले यसलाई चाहिँ पार लगाउनुहुन्छ भन्ने हामीलाई त्यो खालको विश्वास थियो। त्यो विश्वासको आधारमा उहाँले काम गर्नुभयो।
राजनजी लाग्नुभयो, राजेन्द्रजी लाग्नुभयो, काम पनि यसैका लागि गर्नुभएको छ। काम हुँदा पनि अब अहिले राजेन्द्रजी जोड्नुभयो डकुमेन्टेसन गर्न। अब त्यो उहाँको आफ्नो आफ्नो क्षमता, मैले जहिले पनि भन्ने गरेको छु साथीहरू, क्षमता कसो कहाँ उपयोग हुन्छ त्यो क्षमता त्यहाँ प्रयोग गर्ने हो। डकुमेन्टेसनको लागि हाम्रो हरिजी पनि कन्टिन्यू लागिराख्नु भएको, तपाईँले सहयोग लिनुभएको। दुर्गेशजीसँग तपाईँले सल्लाह लिइराख्नु भएको, पूर्व अध्यक्ष कार्य समितिका सम्पूर्ण साथीहरू लागिराख्नु। यसले गर्दा हामीले यो प्राप्त गरेका छौँ। यो आजको दिनलाई चाहिँ हामीले सिङ्गो लगालेनवासीहरूले, समुदायका सम्पूर्ण साथीहरूले चाहिँ खुसी हुनुपर्ने भएको छ। किनभने संस्थाले कम्तीमा पनि जुन 501 प्राप्त गरेर एउटा नन प्रफिट अर्गनाइजेसनको रूपमा हामीलाई काम गर्ने जुन ढोका खोलेको छ, त्यसले हामीलाई निश्चय चाहिँ हामी सबै चाहिँ आज के छ भने खुसीको पात्र छ। सम्पूर्ण लगालेनवासीहरूकै यो खुसीको कुरा हो भन्छु मैले चाहिँ। सबैले हामीले खुसी मान्नुपर्छ। अब राजेन्द्रजीले अलिकति अगाडि जोड्ने कुराहरू गर्नुभएको छ। हामीले तपाईँहरूले हामीलाई विधान समितिमा बसेर काम गर्ने जुन जिम्मेवारी दिनुभएको थियो, त्यो जिम्मेवारी पुरा गर्दै गर्दा पनि हामीले यो कुरा कहीँ न कहीँ मेन्सन गरेका छौँ। यो संस्था अन्तर्गत रहेर कम्युनिटी बिल्डिङ बनाउनुपर्छ भन्ने कुरा चाहिँ हामीले त्यहाँ प्रश्नसँग भनेका छौँ। त्योभित्र पनि हामी कसरी तयार गर्छौँ, के गरी जान्छौँ भन्ने कुरामा यति हुँदाहुँदै पनि हामीले के छ त भने संस्थाले गर्ने समुदायका निमित्त निःशुल्क गर्नुपर्ने कामहरू जति पनि छ त्यसका निमित्त बाटो खुलेको छ। हामीले कहीँ अब अड्किनु पर्ने छैन। चाहे सानो कार्यक्रम गर्ने किन नहुनुहोस् न। तपाईँ अब हाम्रो एमडी डाक्टर साहब यहाँ हुनुहुन्छ, उहाँले खेलकुद कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ। त्यसका लागि पनि अब चाहिँ काउन्टीले जसले हामीले ग्राउन्ड उपलब्ध गर्ने त्यहाँ पनि हामीले रिक्वेस्ट राख्न सक्ने भयौँ। भनेको हरेक हामीले गर्ने गतिविधिमा चाहिँ हामीले कुनै न कुनै रूपमा चाहिँ अब यो हामीले जुन नन प्रोफिटेबल अर्गनाइजेसनको रूपमा पाउनुपर्ने सहुलियत जुन हो त्यो हामीले प्राप्त गर्ने अवस्थामा पुगेका छौँ। त्यो नै हामीले अहिले र फेरि तपाईँहरू कार्य समितिलाई म के भन्नु भने हिजो एउटा खालको समुदायमा पेचिलो हुँदै गर्दाखेरि यो एउटा मुद्दा पनि बनाएको थियो। तपाईँहरूले यो के गर्नुहुन्छ भन्ने कुरामा तपाईँहरूले हामी यो गर्छौँ भनेर समुदायका समक्ष चाहिँ तपाईँहरूले चाहिँ आफूले चाहिँ कुरा राख्नुभएको थियो, प्रतिबद्धता जनाउनु भएको थियो, त्यो पुरा गर्नुभएको छ। त्यसलाई चाहिँ तपाईँहरूलाई म धन्यवाद भन्छु। अब हामीले कसरी कम्युनिटी बिल्डिङ बनाउन सक्छौँ त्यो तपाईँहरूको एउटा अब कसरी जान्छौँ भनेर हिजो निर्वाचनमा जाँदै गर्दाखेरि तपाईँहरू त्यो विषय उठाउनु भएको छ र त्यो गर्छौँ भन्नुभएको छ। निश्चय नै अब यसले हामीलाई बाटो खुलेको छ भन्ने हामीले लागेको छ। अब हामी जुन विधानले पनि हामीले त्यसमा उल्लेख गरेका छौँ, मेन्सन गरेका छौँ ट्रस्टीको माध्यमद्वारा जाने भनेर, ट्रस्टी निर्माण गर्ने कुराहरू। अब ट्रस्टीका साथीहरू तपाईँहरू लगायत साथीहरू जो हुनुहुन्छ उहाँहरूले चाहिँ अब ट्रस्टको लागि एउटा गाइडलाइन निर्देशिका बनाएर निर्देशिकाले चाहिँ कसरी निर्माण गर्न सकिन्छ, ट्रस्टी मेम्बर कसरी बनाउन सकिन्छ, यी जम्मै कुरा यावत विषयहरूलाई समेटेर र आम पब्लिकको जनसमुदायको भावनालाई पनि हामीले बुझ्नुपर्छ। हामीले के हो भने मैले बारम्बार भन्ने गरेको छु, सहयोग प्रत्यक्ष अप्रत्यक्ष झकझक्यो विभिन्न कुराहरू हुने गर्दछ। ती जम्मै कुराहरू आम मान्छेको सम्पूर्ण मान्छेहरू कसरी चाहिँ हामीले गर्न खोजेको कार्यक्रममा चाहिँ इन्भल्भमेन्ट बनाउन सकिन्छ। मेरो बुझाइमा चाहिँ अहिलेसम्म के हो भने इन्भल्भमेन्ट गराउने आधार भनेको के हो भने तपाईँहरूले पब्लिकको विश्वास जित्नुपर्छ। पब्लिकले तपाईँहरूलाई जति बेलासम्म यतिकै साथीहरूले काम गर्दाखेरि चाहिँ यो काम चाहिँ निर्क्योरमा पुर्याउँछन्, टुङ्गोमा पुर्याउन सक्छ है भन्ने विश्वास तपाईँले जितेको दिन तपाईँ काम गर्न सक्नुहुन्छ। मेरो चाहिँ आफ्नो यही हो, मेरो आफ्नो थिम नै मैले त्यही भन्छु। म यो भन्दै यो खुसी चाहिँ सबै लगायतवासीहरूको बिच चाहिँ साट्न पाएकोमा पुनः तपाईँ सम्पूर्ण कार्य समिति लगायत सम्पूर्ण लगायतवासीहरूलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दै बाँकी फेरि पछाडि चाहिँ म तपाईँहरूको यी हरेक विषयहरूमा चाहिँ जोडिने नै छु। हस् त, थ्याङ्क यू। धन्यवाद दिवाकर पाण्डेज्यू, तपाईँको शुभेच्छाका निम्ति र तपाईँको सुझावको निम्ति। तपाईँ सदैव लगाले नेपाली समाज कार्य समितिको बिच नजिक रहेर काम गर्नुभएको छ, संस्थाको सदैव भलो चिताउनु भएको छ। यहाँको प्रतिक्रियाको लागि फेरि पनि धन्यवाद। म आउँछु अब दुर्गेश कार्कीज्यू, जो दुर्गेश कार्कीज्यू लगाले नेपाली समाजको संस्थापक महासचिव हुनुहुन्छ। त्यसपछि यसका अध्यक्ष, सल्लाहकार, विभिन्न भूमिकामा रहेर काम गरिसक्नु भएको छ। उहाँ आफै एउटा एनआरएनए आइसिसी मेम्बर हुनुहुन्छ। एउटा संस्थाको संस्थापक महासचिव भएर जुन संस्था जति बेला जन्मिँदै थियो त्यो संस्थाको 501 दर्ता गरियो र समाजभित्र राम्रै स्थापित संस्थाको 501 गुमाउनु पर्दाको पीडा जति हामीलाई हुन्छ त्योभन्दा पनि एउटा संस्थापक महासचिवलाई पनि पीडा हुन्छ पक्कै पनि। र आज प्राप्त गर्दाखेरि जति खुसी हामीलाई छ त्योभन्दा 2 गुणा खुसी उहाँलाई पनि भएको होला। आफ्नो यो क्षण कसरी सेयर गर्नुहुन्छ लगाले नेपाली समाज समुदायमा आज? दुर्गेश कार्कीज्यू। नमस्कार सम्पूर्णमा, शुभ सन्ध्या र धन्यवाद लगाले नेपाली समाजका महासचिवज्यू र आजको यो जानकारी गराउने जुन कार्यक्रम सानो एउटा तपाईँहरू कार्य समितिले राख्नुभयो र मलाई पनि निम्ता गर्नुभयो। सर्वप्रथम अध्यक्षज्यूलाई म
सम्बोधन गर्न चाहन्छु र उपाध्यक्षज्यू इन्दिरा सुनखेडाज्यू, यहाँ गोकुल गुरुजी हुनुहुन्छ, कार्य समिति सहकोषाध्यक्ष हुनुहुन्छ, महासचिवज्यू लगायत सल्लाहकार, हाम्रा यो समन्वय समिति संयोजक हुनुहुन्छ, सम्पूर्ण अहिले यहाँ उपस्थित लङ्गाइल्यान्डवासी, लङ्गाइल्यान्डका यस समाजमा आबद्ध हुने सम्पूर्ण संरक्षक अथवा संस्थापक, पूर्व अध्यक्ष, पूर्व समिति, कार्य समिति लगायत सम्पूर्ण विभिन्न सङ्घ समितिहरूमा चाहिँ विभिन्न उपसमितिहरूमा बस्नुहुने र तमाम आजीवन साधारण सदस्यहरूमा एउटा अब अहिले उहाँहरूले जुन यो प्राप्त गर्नुभयो एउटा यत्रो ठुलो खुसी हर्षोल्लास गर्ने विषय र ठुलो अचिभमेन्टको रूपमा चाहिँ हामीले यसलाई अहिले लिन पनि मिल्दैन। यो एउटा भइरहेको कुरा, यो यति ठुलो हामीलाई अहिले अलिक खुसी लाग्नु र तत्कालै यति तातो सबैलाई जानकारी गराउन साट्न पर्ने कारण चाहिँ के भयो भने बिचमा त्यो टुट्दाखेरि, त्यो चाहिँ बिचमा गुम्दाखेरिको जुन पीडा भयो र त्यसलाई प्राप्त गर्नको लागि जुन किसिमको कार्य समिति लगायत इन्टायर टिमले चाहिँ जुन जोगाड गर्नु पर्यो, जुन खट्नु पर्यो, समय दिनु पर्यो, त्यसले गर्दा यसलाई एकदम ठुलो महत्त्वपूर्ण रूपमा लिनु भइरहेको छ र हामी लिइरहेका छौँ भनौँ, सबैले लिँदैछौँ। यो एउटा चाहिँ अब जुन संस्था चाहिँ हाम्रो 10मा हामीले दर्ता गऱ्यौँ, त्यसपछि विधिवत रूपमा यसलाई कानुनी रूपमा चाहिँ 12मा दर्ता गऱ्यौँ र त्यो भइसकेपछि संस्थागत यसले प्रक्रियामा गएपछि जब नेपालमा चाहिँ त्यो भूकम्प आयो, भूकम्पको लागि चाहिँ हामीले यहाँनिर अर्थ सङ्कलनहरू गर्नुपर्दा अब त्यो बिना चाहिँ अर्थ सङ्कलन गर्नलाई, फन्डाइज गर्नलाई गाह्रो भएकोले तत्काल हामीले त्यसलाई चाहिँ संस्थालाई आवश्यक पर्दो रहेछ। कुनै पनि संस्थामा आर्थिक कारोबार गर्नको लागि 516 नभए हुँदैन। त्यो बिना गरिएको कारोबारहरू अवैध हुन्छ, यो सबैलाई थाहा भएको कुरा हो। र त्यही कुरा बिचमा गुम्दाखेरि अब यो कसरी गुम्यो भन्ने कुराहरू भन्दा पनि अब यो नेतृत्वहरू, साथीहरू र हाम्रा तत्कालीन एकाउन्टेन्ट जो नामगेल लामाजी हुनुहुन्छ, उहाँहरू बिचमा अलिकति तालमेल नमिलेको, कार्य समितिले भनेको बेलामा चाहिँ विगत कार्य समितिहरूले आवश्यक डकुमेन्टहरू तत्काल उहाँलाई नपुर्याएको, त्योभन्दा पछाडिका समितिहरू जस्तो म अध्यक्ष भएको बेलामा, हाम्रो टिका ढकालजी अध्यक्ष भएको बेलामा ती सबै कुराहरू टाइममा पुगे, ती अपडेट भए। अब उहाँको भनाइमा टाइममा चाहिँ अब विगतका कार्य समितिहरूले उपलब्ध गर्नु सक्नु भएन। यस्तोमा कोरोनाहरू पनि भए र यसमा कसैलाई पनि दोष नदिकन यो केही कुराहरूको हाम्रा बिचमा आएका कोरोना र हाम्रा चाहिँ तालमेल नमिलेर भए गुमे र यसमा अलिकति कठिनाइहरू संस्थाले भोग्नु पर्यो र फेरि कार्य समितिहरू र सम्पूर्ण लागेर यसलाई तपाईँले स्ट्यान्ड गर्नुभएको छ र यो आवश्यक अत्यन्त छ भन्ने कुरा सबै संस्थामा अहिले संस्था चलाइरहनु भएको जसले संस्थामा आबद्ध हुनुहुन्छ उहाँहरूलाई थाहै छ र सम्पूर्ण दाताहरूलाई पनि यो आवश्यक छ भन्ने कुरा चाहिँ तपाईँहरूले भोलि डोनेसन गर्दा तुरन्त आफूलाई चाहिँ ट्याक्स एक्जम्सन गर्नको लागि त्यो फाइदा लिन चाहिने हुन्छ। र अब सर्वप्रथम यो समितिले जस्तो तरिकाबाट गुमे पनि, जसको जस्तो तालमेल नपुगे पनि गुमेको कुरालाई लामो समय तपाईँले निरन्तर रूपमा चाहिँ यो प्राप्त गर्नको लागि लागेको हो। सर्वप्रथम त धिराज रेजाज्यू जो सिपी हुनुहुन्छ, उहाँले चाहिँ अत्यन्त धेरै मिहिनेत गरिदिनु भयो र उहाँले चाहिँ एकदमै पवित्र भावनाले यो संस्थाको चाहिँ यो घुम्नु हुँदैन, यसलाई जसरी पनि गर्नुपर्छ भन्दाखेरि फेरि यसलाई रिस्टेन्ड गर्दाखेरि पनि तत्काल भन्दा पनि यसको इतिहासदेखि लिएर आउँदाखेरि अलिक समय लाग्यो र अत्यन्त धेरै डकुमेन्टहरू उहाँहरूले जोड्नु पर्यो र अब यो आइसकेपछि यसलाई हामीले पुनः प्राप्ति गरेकोमा सबै प्रश्नहरूलाई एकैचोटि समाधान गरेको छ र एकैचोटि हामीले चाहिँ यसलाई चाहिँ उपलब्धिको रूपमा लियौँ र अब भरोसाको रूपमा लियौँ। अब संस्थामा भए चाहिने सबै आवश्यक डकुमेन्टहरू छन्। संस्थाको सञ्चालन एकदमै विधिवत रूपमा संस्थागत ढङ्गबाट, कानुनी ढङ्गबाट र विधानत उहाँहरूले सञ्चालन गर्नुभएको छ। गर्ने जम्मा उहाँहरूले गर्नको लागि अझै संस्थालाई अझै राम्रो विधानहरू उहाँहरूले बनाउनु भएको छ। डाक्टर हरिदाल जो उहाँ आफै पनि सहयोग भएर दिवाकरजी हुनुहुन्छ लगायत पूर्व अध्यक्ष टिकाजी, हाम्रो राज चमलागाईजी लगायत अरू धेरै साथीहरू लागेर अहरात्र खटेर एउटा राम्रो विधान, जो विधानले चाहिँ दीर्घकालीन रूपमा संस्थामा सबैलाई एकदम पारदर्शी बनाउने, सबै चाहिँ प्रजातान्त्रिक पद्धतिबाट संस्था सञ्चालन हुने र संस्थामा सबैको अपनत्व हुने खालको त तपाईँहरूले बनाउनु भएको छ र यसलाई चाहिँ एकदमै ठुलो सामुदायिक अथवा साधारण सभासम्मबाट पास गरिसक्नु भएको छ। अब कुरा आयो भवनका कुरा। भवनको चाहिँ आर्थिक समितिको संयोजक र त्यसका आर्थिक सङ्कलन गर्ने कार्यक्रमहरू सम्बन्धीको संयोजक तपाईँहरूले मलाई जिम्मेवारी दिनुभएको छ, समुदायले चाहिँ जिम्मेवारी दिएको छ। त्यसको निम्ति केही
यो अहिलेको जुन हाम्रो 501c को पनि एउटा हामीलाई चाहिँ कठिनाइहरू चाहिँ नभएको होइन। जुनसुकैसँग पनि हामीले डोनेसनको कुरा गर्दाखेरि संस्थाको आवश्यक डकुमेन्ट नहुँदा भोलि हामीलाई त्यो प्राप्त हुन्छ कि हुँदैन, ट्याक्स एक्जेम्सन प्राप्त हुन्छ कि हुँदैन भन्ने जुन शङ्का थियो त्यो शङ्का एकदमै निराकरण भएको छ। अब नराख्नु होला र कुनै पनि संस्थामा काहीँ पनि वाद विवाद यसमा कुनै यो केही नरहेको र संस्थामा अब अरू साथीहरू पनि जोडिएर अब यही संस्थामा लाई चाहिँ सामुदायिक भवन एउटा बनाएर सम्पूर्ण नेपाली यहाँका समुदायहरूलाई एक छातामा जोड्ने, एउटै छाता अम्ब्रेलामा बस्न र एउटा भवनमा रमाउन सबैसँग चाहिँ अब मन जोड्नको लागि उत्साहित भएको देखिन्छ। र यसका कार्यक्रम अब क्रमशः अब चाहिँ म आर्थिक समितिलाई पनि विस्तार गरेर र अन्य समन्वय समितिहरूले समन्वय गरेर सम्पूर्ण समितिहरूलाई चाहिँ अब एउटा चाहिँ हामी चाँडै बैठक बस्छौँ र समिति र अनि यो कार्य समितिहरूसँगको संयुक्त बैठक बसेर आगामी दिनका कार्यक्रमहरू र अब लगातार रूपमा चाहिँ यो भवन निर्माण कसरी जाने, कसरी समुदायलाई चाहिँ हामी जोड्ने, सबैको चाहिँ हाम्रो पार्टिसिपेटरी एप्रोचको उसबाट चाहिँ जाने भन्ने कुराहरू हामी गर्छौँ। र कार्यक्रमहरू लगातार विभिन्न कार्यक्रम, त्यसमा विभिन्न धार्मिक कार्यक्रम हुनसक्छ, सांस्कृतिक कार्यक्रम हुनसक्छ, घर दैलो कार्यक्रम हुनसक्छ, तीहरू ल्याएर चाहिँ यो कार्यक्रमलाई हामी अगाडि बढाउनेछौँ। तपाईँहरू जोडिनु हुन र निर्धक्क जोडिनु हुन र अब चाहिँ म फेरि पुनः पनि हार्दिक अनुरोध गर्दछु र संस्था र यो इन्टायर टिमलाई अहिलेको यो सबै जुन सानोतिनो झैझमेला थियो संस्थालाई अलिकति तपाईँहरूले चाहिँ सही गरेर चाहिँ ट्र्याकमा ल्याउनु भएको छ। त्यसको निम्ति पुनः सम्पूर्णलाई हार्दिक धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। धन्यवाद। जय एलआई। धन्यवाद दुर्गेश कार्कीज्यू। मैले अलिकति एउटा कुरा स्पष्ट पार्नुपर्ने हुन्छ यहाँनिर, यति चाँडै यति तात्तातै तपाईँहरू किन यो नगर्दा पनि हुन्थ्यो, फेरि गर्नुपर्ने कारण पनि होला भनेर उहाँले भन्नुभएको छ। वास्तवमै गर्नुपर्ने कारणहरू छ। हामी शपथ खायौँ मार्च 6, 2024 र आज हामी कार्यक्रम गर्दैछौँ मेको 12, 2025 भनेको 491 दिन बिताएछौँ हामीले। यो 491 दिन केका लागि खेर फाल्यौँ अथवा यो जति पनि काम गर्नुपर्थ्यो त्यो किन गर्न सकेनौँ भन्दाखेरि 501c लाई रिइन्स्टेट गर्नको लागि र यो समय कसरी हुन्छ यसलाई चाहिँ पुनर्स्थापित गर्नको लागि हामीले दिन प्रतिदिन आइआरएससँग प्रत्यक्ष रूपमा अध्यक्षजी जोडिनु भयो, एकाउन्टेन्टसँग प्रत्यक्ष रूपमा अध्यक्षजी जोडिनु भयो, आइआरएसले र अध्यक्षले सिपिएलले मागेका कागजहरू बनाउनेतिर म खटिएँ र मसँग सहयोग गर्ने अरू टिमले सहयोग दिनुभयो। हामी दिन रात यसमा खटिएर अहोरात्र खटिएर 491 दिन यसमा व्यतीत गर्नु पर्यो। यदि यो 491 दिन हामीले दायित्वको रूपमा यो अवस्थामा नपाएको भएदेखि आज भवनको एउटा आकार बनिसकेको हुन्थ्यो अथवा अन्य आर्थिक गतिविधि धेरै अगाडि बढिसकेको हुन्थ्यो। हामीले 501c बारे सोच्नु पर्दैन थियो। यो यति महत्त्वपूर्ण छ। एउटा त हामीले 491 दिन खेर फाल्यौँ, अर्को कुरा त्यो प्राप्त गर्नको लागि हरेक दिन पाना बटुलेर गयौँ हामीसँग माइन्युटको कपी छैन। एउटा सिङ्गो कार्यकालमा हामीले माइन्युटी प्राप्त गरेका छैनौँ। अब त्यो कुन कार्यकालमा कुन कार्य समितिमा कतिजना सदस्य हुनुहुन्थ्यो, उहाँले के निर्णय गर्नुभयो, कसलाई चेक काट्नुभयो, हरेक कुराहरू हामीले खोज्दै धेरै कागजहरू जुटाउनु पर्यो। हामीले कति घन्टा बितायौँ यसको लेखाजोखा छैन। तर खुसीको कुरा हामीले यो प्राप्त गरिसके पछाडि यो चाहिँ हामीले समुदायलाई सेयर गर्नुपर्छ। अबका दिनमा हामीले चाहिँ यही 501c लिएर हामी अगाडि बढ्छौँ र 501c ले नै हामीलाई बाँध्नेछ। यो खुसीको क्षण सेयर गरौँ भनेर मात्रै आएको हुँ। मैले यति थपेँ। र अब मसँग हुनुहुन्छ संस्थाका उपाध्यक्ष गोकुल सापकोटाज्यूलाई मैले सोधेँ। उहाँ असाध्यै दिनरातै सोध्नुहुन्थ्यो तपाईँहरूले 501c कहाँ पुर्याउनु भयो भनेर हामीलाई हरेक दिन जोडिनुहुन्थ्यो। हरेक दिन उहाँको प्रश्न गर्ने आफ्नै शैली छ, यति मिठो गर्नुहुन्छ। यो प्रश्नको उत्तर आज हामीले उहाँको माझमा लिएर हामी जोडेका छौँ। उहाँलाई कस्तो अनुभूति भइरहेछ मैले उहाँबाट सुन्न चाहेँ। धन्यवाद राज्य सर महासचिव तथा यस आज लगानी सोसाइटीको एक खुसीको क्षण हो, यो उमङ्गको क्षण हो। यो क्षणमा खुसीको क्षणहरू हामी बताएर सक्दैनौँ किनकि हामीले सम्पूर्ण साथीहरूको खुसीको बाँडफाँडको क्षण हो। यस क्षणमा यहाँ जो भी उपस्थिति हुनुभएका हाम्रा अध्यक्षज्यू, उपाध्यक्षज्यू, महासचिवज्यू, अन्य यो इन्टरनेटको माध्यमबाट जसबाट हेर्नु भएको छ उहाँहरू सबैलाई मेरो तर्फबाट धन्यवाद नमस्कार गर्दछु। त्यसैले हामी अति खुसीको क्षणमा छौँ, अति उमङ्गको क्षण छौँ। हामीले यो निर्वाचन कसरी जित्यो भनेर निर्वाचन जितिसकेपछि मात्रै थाहा भयो कि हाम्रो संस्था रहेनछ। हामी बिना संस्थाको निर्वाचन पदाधिकारी भएर हामी जन्मेका थियौँ। हामी चाहिँ दुःखको घडीमा थियौँ।
र हाम्रा निर्वाचन पश्चातै हामीलाई यो सम्पूर्ण कुरा जानकारी भयो र जानकारी भए पश्चात हामी अत्यन्त दुःखी भयौँ। यो दुःखीको क्षणमा हाम्रो सम्पूर्ण साथीहरूले आफ्नो स्थानबाट कामहरू कर्तव्यहरू भूमिका निवारण गर्यो। होल हाम्रो कमिटीले चाहिँ सम्पूर्ण साथीहरूलाई चाहिँ अनेक प्रकारको कागजपत्रहरू आदान प्रदान गरेर हाम्रा संयोजक साथीहरू, सल्लाहकार साथीहरू, कानुनका रहनुभएका साथीहरू सबैले चाहिँ हामीले चाहिँ यसलाई चाहिँ परामर्श गरेर कानुनविदमा पुर्याउने हाम्रो जमर्को भयो र कानुनविद अनुसार हाम्रो कानुनविदका परामर्शदाता हाम्रो विराजजीलाई चाहिँ धेरै धेरै धन्यवाद दिन्छौँ, किनकि विराजजीले नै यो संस्थाको धेरै ह्यान्डल गरेर चाहिँ यहाँसम्म ल्याइपुर्नु भयो। उहाँलाई चाहिँ हामी धेरै धेरै धन्यवाद दिन्छौँ, किनभने अन्य अरू पनि हुनुहुन्छ भए तापनि यतिखेर हाम्रो दुःख घडीमा उहाँले हामीलाई खुसीको उमङ्ग चाहिँ यहाँसम्म ल्याइपुर्नु भएको। यो आजको दिन हाम्रो लागि चाहिँ ठुलो कुरो हो, किनभने हामी सगरमाथा चढ्नुभन्दा नि हाम्रो ठुलो कुरो हो। हामी अत्यन्त खुसी छौँ। एउटा संस्था, एउटा बुद्धिजीवीहरूले चलाइरहेका संस्थाहरू चाहिँ हाम्रो गार्जेनको टोकरीमा थिए। त्यो गार्जेनको टोकरीमा पनि हिँड्दा बोध थियो। त्यसलाई चाहिँ अहिले हामीले अत्यन्तै राम्रो ढङ्गमा चाहिँ हामीले यो संस्था कस्तो थियो त भन्दा 400 कति दिन भन्नुभयो 491 दिन चाहिँ यो संस्था आइसियुमा थियो। आज आएर यो संस्था चाहिँ हरेक रिसर्च सेन्टरबाट चाहिँ निस्केर चाहिँ यो संस्था कहाँ छ, संस्थाको घरभित्र आइपुग्यो। र अब हामीले के गर्नुपर्छ भनेर सम्पूर्ण लगानीवासीलाई हामी धन्यवाद दिन्छौँ। उहाँहरूको आशीर्वादले हामी निर्वाचन पनि जित्यौँ, उहाँहरूकै आशीर्वादले संस्था पनि जीवित गरायौँ। र सम्पूर्ण लगानीवासीहरूलाई चाहिँ म मेरो तर्फबाट चाहिँ धन्यवाद दिन चाहन्छु, उहाँको आशीर्वाद दिन चाहन्छु। अब हामीले चाहिँ हाम्रो संस्था जीवित भइसकेको छ। तपाईँहरूले जहाँबाट जे भएर जसरी पनि हाम्रो संस्थाको चाहिँ अब आउने भावी कार्यक्रममा, डोनेसनमा हो, सेवामा हो, संस्थालाई कसरी अगाडि बढाउने, संस्थाको भवन कसरी बनाउने, अन्य कुराहरूमा चाहिँ हामी कुनै पनि दुविधामा नभइकन संस्थाप्रति आबद्ध भएर सबैले हातेमालो गरेर सहयोग गरेर हाम्रो संस्थाको कम्युनिटी भवनको लागि हामी सबैले चाहिँ सहयोग गरौँ भन्ने चाहिँ मलाई लाग्छ। र सम्पूर्ण हाम्रो साथीहरूलाई, कम्युनिटीका साथीहरूलाई र लगानी हुनुभएका सम्पूर्ण साथीभाइ तथा दिदीबहिनी बुवामाहरूलाई चाहिँ म यो एउटा सन्देश दिन चाहन्छु कि आज हाम्रो ठुलो खुसीको क्षण हो, यो अत्याधिक खुसीको क्षण हो। हामीले हो भनौँ भने हामीले केक पनि काट्नु पर्ने हो, केक छैन मात्रै हो, नत्र हामी केक पनि काट्न तयार छौँ। तै पनि अब यो अत्याधिक हाम्रो चाहिँ एउटा कसरी भनेर हामी क्षणै छैनौँ, किन हामी निर्वाचन भइसकेपछि हेर्छौँ त हाम्रो टोकरीमै छैन, संस्थै छैन। संस्था बिनाको चाहिँ पदाधिकारी हामीले चाहिँ 400 दिन चाहिँ हामीले टिकायौँ। आज चाहिँ बल्ल आजको दिनबाट चाहिँ हामी संस्थागत रूपमा चाहिँ इन्भल्भ भएका छौँ। यो सम्पूर्ण होल टिमलाई धन्यवाद र सहयोगीलाई धन्यवाद र लगानीवासीलाई धन्यवाद दिँदै म सबैलाई चाहिँ नमस्कार गर्छु। धन्यवाद, थ्याङ्क यू। धन्यवाद आदरणीय पण्डित गोकुल सापकोटाज्यू, जो संस्थाको उपाध्यक्ष हुनुहुन्छ। उहाँले आफ्नो प्रतिक्रिया दिनुभएको छ। म यसै बिचमा संस्थाको उपाध्यक्ष इन्दिरा सिमखेटाज्यूबाट म जान्छु। तपाईँले संस्थाको 5-1C प्राप्त गरिसके पछाडि तपाईँले गर्नुभएको अनुभूति अलिकति सेयर गरिदिनु होला समुदाय सदस्यहरूलाई। नमस्कार, थ्याङ्क यू सो मच महासचिवज्यू, हाम्रो अध्यक्षज्यू, कार्य समितिका पदाधिकारीज्यूहरू, समाजसेवी प्रतिनिधिज्यूहरू, भवन निर्माण समितिका प्रतिनिधिज्यू लगायत रङाइलन निवासी सम्पूर्णमा सन्ध्याकालीन नमस्कार। आज हाम्रो यो बसाइ आकस्मिक रूपमा बसेको बैठक हो, किनकि आज एउटा खुसीको दिन, एउटा खुसीको पत्र हाम्रो अध्यक्षको हातमा आइपुग्दा यो खबर सुन्ने बित्तिकै असाध्यै खुसी लाग्यो, किनकि सबै लगाइलन निवासी बुढामुवा दाजुभाइ दिदीबहिनीहरूको मनमा कौतूहलता जागेको थियो। कार्य समितिले के कस्ता कामहरू गरिरहेका छन्, हामी हेरिराख्छौँ भन्ने कुरामा नङ्ग्याउने, कोट्याउने, त्यसलाई कुन रूपमा हेर्ने, कसरी हेर्ने भन्ने तर्फबाट पनि हेरिरहनु भएको थियो। हामी लगाइलनवासी सदस्य सबैजनाहरूले। तर आज त्यो दिन, यति खुसीको दिन, जुन दिन विजय हासिल गरेका थियौँ, आज यो 5ONC को पत्र आउँदाखेरि
साँच्चै नै मलाई धेरै खुसी लागेको छ। र आज हाम्रो यो भवन निर्माण समितिका कुराहरू र यो 5ONC को कुराहरू हरेक कुराहरूको हाम्रो अध्यक्षले कार्य समितिमा यस्तो हुँदैछ, यस्तो गरिराखेका छौँ, यसो आउने बेला भइरहेको छ, कुन कार्यक्रम कसरी जाने, कुन तवरबाट जाने भन्ने कुराहरू हामीसँग, हामी कार्य समितिका सबैसँग चाहिँ उहाँले सेयर गरिसिन्थ्यो, हरेक कुराहरू सल्लाह लिइसिन्थ्यो र हामीले पनि उहाँलाई धेरै घचघच्याउँथ्यौँ कि हामीले जसरी पनि काम यो गर्नै पर्छ, यो काम नगरेकोसम्म हामीले आफ्नो जुन उद्देश्य बोकेर आएका थियौँ हामीले त्यो गरेको अर्थ रहँदैन, हामी लागि पर्नुपर्छ भन्ने कुराहरू हामीले उहाँलाई पनि भनिराख्थ्यौँ। त्यति मात्र नभइकन हाम्रा समाजसेवी प्रतिनिधिज्यूहरू हुनुहुन्छ, उहाँहरूले पनि हाम्रो यो कार्य समितिलाई हर बखत, हर समय, हर क्षण भोक भोकै नखाएर पनि आफ्नो समयलाई पनि पछाडि राखेर उहाँहरूले पनि कार्य समितिलाई धेरै धेरै सहयोग गरिरहनु भएको छ। यदि उहाँहरूबाट पनि यो हाम्रो कार्य समितिलाई भनौँ अथवा अध्यक्षज्यूलाई पनि धेरै नघचघच्याउने हो भने उहाँले मात्रै पनि सम्भव हुन सक्थेन होला। यो सबैको हातेमालो, माया, साथ, सपोर्ट हरेक पक्षमा तन मन धन हरेक कार्य क्षेत्रमा हरेक पाइला पाइलामा नै यहाँ समाजसेवी व्यक्तिहरू र हाम्रो कार्य समितिका साथीहरू मिलेर नै हामीले आज यो जुन कुरा हामी उहाँले भनिसक्नुभयो, जुन टोकरीमा गएको थियो, जुन एउटा बिलाएर गएको थियो, आज हामीले एउटा त्यो टोकरीमा गएको पत्रलाई पनि आज हामीले हाम्रो हातमा चाहिँ आज पैदा हुन पुग्यो। यो सानो तिनो पहल र सानो तिनो मेहनत, सानो तिनो लगनशीलता होइन भन्ने लाग्छ। हाम्रो अध्यक्षज्यूलाई म यति धन्यवाद दिन्छु, उहाँले आफ्नो कामलाई छोडेर पनि उहाँ लाग्नुपर्छ, गर्नुपर्छ भनेर यहाँ महासचिवज्यू, अध्यक्षज्यू र कार्य समितिका साथीहरूको साथ सपोर्ट सबैको मैले भनिसकेँ। यो समाजमा बुद्धिजीवी सर्कलज्यूहरू, सल्लाहकारज्यूहरू हरेक व्यक्तित्वहरूबाट पनि उहाँहरूले दिएको सल्लाह सुझाव, माया, ममता र साथ नहुने हो भने पक्कै पनि हामीले प्राप्त गर्न सक्थेनौँ होला। र यो जुन पेपर प्राप्त गर्ने उहाँले भनिसक्नुभयो, जसले सहयोग गर्नु भएको थियो उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। र यहाँले जति सहयोग दिनुभएको छ हाम्रो अध्यक्षज्यूलाई र उहाँले गरेको कार्यहरूलाई एकदमै धन्यवाद दिन चाहन्छौँ। र हामीलाई यो आजको खुसीको दिन प्राप्त हुँदाखेरि हामी असाध्यै हर्षित छौँ, अति खुसी छौँ। आफ्नो पर्सनल सानो खुसी त प्राप्त हुँदाखेरि कसैलाई सुनाउँ, कसलाई देखाउँ भनेर त्यस्तो खुसी हुन्थ्यो भने आज हाम्रो अध्यक्षज्यूको हातमा यो पत्र पाउने बित्तिकै हामी तुरुन्तै ल यसरी आज बसौँ, हामीले समुदायलाई हामीले यो प्रचार गर्नै पर्छ, हामीले सेयर गर्नै पर्छ। किनकि यो सेलाएको भन्दा यो तातो जुन दिन प्राप्त भएको थियो त्यो दिनको यो सन्देश अति नै महत्त्वपूर्ण हुन्छ। यो महत्त्वपूर्ण कुरा हामीले यसलाई लेट नगरौँ भनेर उहाँले 1 घण्टा 1.5 घण्टामा मैले प्राप्त खबर म्यासेज सबैलाई प्रचार गरिस्यो, उहाँले लेखिस्यो। र हाम्रो कार्य समितिका साथीहरू, किनकि यहाँ आज यो आकस्मिक बैठक भएको हुनाले आफ्नो कार्य व्यस्ततामा उहाँहरूले समय दिन सक्नु भएन, त्यसको लागि पनि यहाँहरूको अगाडि देखाउन सकेनौँ, क्षमायाचना गर्न चाहन्छौँ। यसरी सम्पूर्ण लङ्गाइल्यान्ड निवासी दाजुभाइ बुवामा साथीभाइ भाइ बहिनी सबैजनाले अब यति कुरा बुझिदिनुहोस्, तपाईँहरूलाई लागेको थियो अब यो कार्य समितिले केही गर्न सक्दैन, अब भवन निर्माण पनि बनाउन सक्दैन भनेर हजुरहरूले हेरिरहनु भएको थियो। यो हजुरहरूको माया आशीर्वादले गर्दा नै आज हामीले जति पनि कार्यहरू गरिरहेका छौँ, तपाईँहरूको आशीर्वाद, माया, साथ सपोर्ट नहुने हो भने हामीले यो खुड्किलो चढ्न सक्ने थिएनौँ होला। यो खुड्किलो चढ्ने वातावरण मिलाइदिने पनि तपाईँहरू नै हुन्। तपाईँहरूको नै आशीर्वाद, माया, साथले गर्दा नै हामी
हामीले कति भन्यौँ 400 कति दिन बितायौँ यो तपाईँहरूको साथ सपोर्टले गर्दा नै हो, तपाईँहरूको आशीर्वादले गर्दा नै हो। हामीले जति पनि प्रोसेस गरिरहेका छौँ, जति पनि कार्यक्रम हामीले गरिरहेका छौँ, त्यो कार्यक्रमहरू पक्कै पनि अगाडि बढिरहेको छ, हामीले गरेका छौँ जस्तो हामीले लागेको छ। तपाईँहरूले जसरी देख्नु जसरी बुझ्नुहोस्, तर हामीले कार्यक्रम राम्रोसँग अगाडि बढिरहेका छौँ। हजुरहरूको आशीर्वादले नै हामी अझ हामी यो खुसी, यो सानो खुसी मात्र हो, तपाईँहरूलाई अझ ठुलो खुसी बनाउनको लागि तपाईँहरूको माया नै चाहिन्छ, तपाईँहरूको साथ नै चाहिन्छ हामीलाई। अब हामीलाई एउटा भवन निर्माण चाहिएको छ। यो कार्य समितिले भवन निर्माण यिनीहरूले मात्रै बनाउने हो भन्ने भावना तपाईँहरूको दिमागमा नराख्नुहोस्। हामी सबैले गर्नुपर्छ। अब त बाटो खुल्यो, खुट्टा आउनुहोस् आदरणीय सम्पूर्ण लगायत निवासीहरू। अब हामी भवन निर्माण बनाएर आफ्नो एउटा थलो बनाऊ अनि हामी यहीँ बसेर रमाउनुपर्छ, हाँस्नुपर्छ। आफ्नो दुःख गरेर पनि एउटा सानो भवन बनाउन सक्यौँ भने हामीले हाम्रो आफ्नो समाजमा हुने बालबच्चाहरूलाई पढाउने। थ्याङ्क यू सो मच। फेरि पनि हामी सबैलाई हजुरहरूको माया, हजुरहरूको साथ सपोर्टले गर्दा नै आज हामी सबै बधाईको पात्र बनेका छौँ। यहाँहरूलाई जुन पेपर आज प्राप्त भयो, हाम्रो अध्यक्षज्यूलाई पनि धेरै धेरै धन्यवाद र सबैजना सहयोग गर्नेहरूलाई पनि धन्यवाद। थ्याङ्क यू सो मच। हुन्छ, धेरै धेरै धन्यवाद कार्य समिति उपाध्यक्ष इन्दिरा सिमखेडाज्यू, तपाईँको सुझाव, तपाईँको प्रतिक्रियाको निम्ति। अब म आउँदैछु हाम्रै समाजका डाक्टर भन्छु म त। हामी धेरै एउटा प्रसव पीडामा थियौँ, उहाँ उपचार गरिरहनु भएको छ। डाक्टर एम गिरी, तपाईँ कस्तो महसुस गरिरहनु भएको छ यो क्षणमा? के भन्नुहुन्छ लगायत नेपाली समाजका सदस्यज्यूहरूलाई? नमस्कार, म डाक्टर एम गिरी। सर्वप्रथम त आजको दिन एकदम खुसीको क्षण हो हाम्रो संस्थाको लागि र सम्पूर्ण लङ आइल्यान्ड वासीलाई। आज हाम्रो संस्थाले 501c रिइन्स्टेट गर्न सफल भएको छ र हाम्रो यसमा खटिने सम्पूर्ण टिमलाई एकदम धन्यवाद दिन चाहन्छु। उहाँको अथक प्रयासले भएको छ र अब सबै साथीहरूले भनिसक्नु भएको छ कि अब हामीमा नयाँ कार्यक्रमहरू गर्ने, स्पेसल्ली अब आर्थिक पाटो डोनेसनहरू कलेक्सन गर्नेदेखि लिएर ठुलो ठुलो प्रोजेक्टहरू गर्ने 501c बाहेक हुन सक्दैन। अब आइसकेपछि अब हामी भवन निर्माणको कार्यक्रमहरू अगाडि बढाउँछौँ द्रुत गतिमा। केही समय लाग्न सक्छ। हामी सबैजना सबै लङ आइल्यान्डवासी तथा सबै दाताहरूलाई पुनः सहयोग गर्न अनुरोध गर्दछौँ। हामीले गर्ने हरेक कार्यक्रमहरूमा आएका छौँ। 501c नहुँदा पनि हामीले विगत 1 वर्षमा यति धेरै कार्यक्रम गरेर हामीले तपाईँहरूलाई प्रस्तुत गरिसकेका छौँ। मैले र मेरो टिमले सकर टुर्नामेन्ट पनि गऱ्यौँ पोहोर साल र यो वर्ष पनि अगस्त महिनामा गर्नको लागि सबै तयारी भइसकेको छ। तपाईँहरूलाई हामी लिएर जानकारी लिएर उपस्थित हुन्छौँ तथा अरू कार्यक्रम आउनेछ र तपाईँहरूको सल्लाह र सुझाव हामीलाई एकदम जरुरी छ र तपाईँ सम्पूर्णको सहयोग र पार्टिसिपेसन हरेक हाम्रो कार्यक्रममा जरुरी छ र हामीलाई सहयोग गरिदिनुहोस् भनेर म लगायत हाम्रो टिमले विनम्र अनुरोध गर्छ र सबैलाई गुड नाइट र यो खुसीको क्षण हामी फेरि बाँड्न चाहन्छौँ। हस्त धन्यवाद। धन्यवाद लगायत नेपाली समाजका बिओडी मेम्बर डाक्टर एम गिरिज्यू, तपाईँको सुझाव र तपाईँको सल्लाहका निम्ति। फेरि पनि लाइभमा जोडिनु भएको छ भने लगायत नेपाली समाज न्युयोर्क यति बेला लाइभमा छ। तपाईँलाई 501c संस्थाले प्राप्त गरिसके पछाडि यो खुसीको क्षण समुदाय सदस्यहरूमा सेयर गर्नका लागि र यो यस पछाडि हामी के गर्छौँ अथवा हाम्रो रणनीति के हुन्छ, तपाईँहरू समुदाय समक्ष हामी के अपेक्षा गर्छौँ भन्ने कुराहरू अपडेट गर्नका लागि हामी यहाँ जोडिएका हौँ।
फेरि पनि एकमुष्ट रूपमा 5-1C रेजिस्ट्रेड प्रक्रियामा सघाउनु हुने सम्पूर्ण टिम, सम्पूर्ण लगानी नेपाली समाज नियोगका सदस्यज्यूहरू सबै तपाईँ प्रत्येक व्यक्तिमा हामी यो खुसीको क्षण सेयर गर्छौँ। र म अलिकति यहाँहरूको अनुमतिले यो IRSबाट प्राप्त यो पत्र, यो 5-1C सर्टिफिकेटमा के भनिएको छ, जुन हामीले प्राप्त गरेको के छ, यो समुदाय सदस्यहरूलाई जानकारी होस् भन्ने निम्ति म यहाँहरूको अनुमति राखेर तपाईँहरूको साथी राखेर म यो पढ्दैछु। यो चाहिँ हामीले प्राप्त गरेका छौँ। अब हामीलाई फिजिकली पेपर प्राप्त भएको छ आज, तर यसको डेट लेखिएको छ 3/25/2025 मार्च 25, 2025 मा। हाम्रो EIN नम्बर 47-390-3409 र यसको पत्र छ लङ आइल्यान्ड नेपाली सोसाइटी न्युयोर्क INC। यो CO हाम्रो अध्यक्षज्यूलाई दिएर पठाएको छ, कुलप्रसाद गौली। र यसको ब्यौरा यस्तो छ। डियर एप्लिकेन्ट, we are pleased to tell you we determine you are exempt from federal income tax under Internal Revenue Code IRC section 501c3. Donors can deduct contribution they make to you under IRC section 170. You are also qualified to receive tax deductible bequests, devices, transfers or gifts under the section 2055, 2106 or 2522. This letter could help resolve questions on your exempt status. Please keep it for your records. अगाडि लेख्नु भएको छ। Organizations exempt under IRC section 501c3 are further classified as either public charities or private foundations. We determine you are public charity under the IRC section listed at the top of this letter. Based on the information you submitted with your application, we approved. We approved your request for reinstatement under the Revenue Procedure 2014-11. Your effective date of exemption as listed at the top of this letter. भनेको listed of top of the letter भनेको चाहिँ कहिले भने May 15, 2022. So we lost our 5-1C status on May 15, 2022. Now we reinstated the 5-1C status from effective date May 15, 2022. That means LINS has no timeline gap without the 5-1C. We reinstate the date we revoked. Already पढ्छु म। If we indicated at the top of this letter that you are required to file Form 900-990 EG 990N, our records show you are required to file an annual information return from Form 990 or Form 990 EG or electric notice. If you don't file a required return or notice for 3 consecutive years, your exempt status will be automatically revoked. भनेको हामीले 3 वर्षसम्म लगातार ट्याक्स फाइल गरेनौं भने फेरि पनि रिभोकेसन हुन सक्छौं। यो वार्ड पनि गराएको छ। If we indicated at the top of this letter that an addendum applies, that the enclosed addendum is an integral part of this letter. र यहाँहरु सबैलाई यो IRSबाट प्राप्त पत्रको व्यवहार मैले पढेर सुनाएको छु यहाँहरुको अनुमतिको लागि र यो रेफरेन्सको लागि हामीले अघि पनि देखाइसकेका छौं। फेरि पनि एकपल्ट यो पत्र हामी यहाँहरुलाई सार्वजनिक गर्ने छौं र तपाईको लङ्गाला नेपाली समाज आजबाट 5-1C स्टाटसमा रेजिस्ट्रेट भएको छ। त्यो पनि गुमेका मितिबाट भनेको मे 15, 2022 बाट हामी रेजिस्ट्रेट गर्न सफल भएका छौं र अब यो लाइभ कार्यक्रमलाई अन्त्य गरिदिनु हुन आफ्नो केही कन्क्लुजन छन् भने पनि स्पष्ट पारिदिनु हुन म लङ्गाला नेपाली समाजका अध्यक्ष आदरणीय कुलप्रसाद गौरी राजनजीलाई अनुरोध गर्दै म यहाँहरुबाट यो लाइभ सेसनबाट बिदा लाग्छु। धन्यवाद। नमस्कार।
समितिका पदाधिकारीज्यूहरू, त्यसै गरी हाम्रा आदरणीय सल्लाहकारज्यूहरू सबैजनालाई धन्यवाद दिन चाहन्छु। र हामीले छोटो समयमा सूचना राख्यौँ र समय मिलाएर जे जति उपस्थिति हुनुभयो र चाहँदै पनि कार्य समितिका कयौँ साथीहरू, त्यसै गरी सल्लाहकारज्यूहरूलाई सम्भावनै भएन 1 घण्टाको टाइम दिएर उपस्थिति हुनको लागि। यहाँहरूले टाढै बसेर पनि शुभेच्छा राख्नुभएको छ र यहाँहरूलाई पनि पुनः धन्यवाद दिन चाहन्छु। हामीले विभिन्न यो प्रोसिडरमा साथ दिनुहुने सबैलाई व्यक्तिगत रूपमा कार्य समितिका महासचिवज्यूले धन्यवाद व्यक्त गरिसक्नु भएको छ र यहाँहरूप्रति म व्यक्तिगत तर्फ र कार्य समिति र सम्पूर्ण समाजको तर्फबाट कृतज्ञ छु। र हामीले धेरै समय यसमा खर्च गऱ्यौँ, तर यो राम्राका लागि हामीले समय खर्च गरेका हौँ। र यति भन्दै गर्दा महासचिवज्यूले केही हाम्रा सहयोगी महानुभावहरूको नाम पढ्नु भएको थियो, मलाई लाग्छ 1 जना छुटेको छ। हाम्रा एकदम प्रष्ट म भाइ भन्छु, तर समाजका एकदमै भेटरान व्यक्ति पनि हुनुहुन्छ रविन्द्र सङ्ग्रौलाज्यू। उहाँले रविन सङ्ग्रौलाज्यू, मैले नाम भन्न फेरि मिस्टेक गरेछु। उहाँले संस्थाका हरेक काममा व्यक्तिगत रूपमा उहाँ कसैले मतलबै राख्नुहुन्न, तर संस्थाको भलाइको लागि साह्रै स्पष्ट वक्ता हुनुहुन्छ। बस सुचाउनेदेखि लिएर आफूलाई लागेको कुरा, अब 501c को स्टाटसको कुराहरू सबैभन्दा सुरुमा ल्याउने नै उहाँको थियो। त्यति चाहिँ चासो दिएर संस्थाको हेर्नु भएको छ। र यो बिचमा उहाँले डकुमेन्टेसनको काममा, प्रिन्टिङको काममा होस् र अन्य धेरै कुराहरूमा हामीलाई साथ सहयोग र सुझाव पनि दिनुभएको छ। आफ्नो ठाउँमा उहाँलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ। र हामीले 501c त एउटा हाम्रो लेगल स्टाटस अथवा फेडरल गभर्मेन्टको लाई हामीले जुन कम्प्लाइ जुन एउटा ट्याक्स र फाइनेन्सियल कुराहरू कम्पाइल नभएको अवस्था हो, त्यो अब हामीले गरेका छौँ। त्यसलाई हामीले पुनः सच्याउन सफल भएका छौँ। त्यति भन्दै गर्दा हामीले बिचमा धेरै यो 501c को एउटा पाटो काम त हुँदै गएकै थियो र यसै बिचमा हामीले धेरै कार्यक्रम गरेका छौँ। म सानो रिभ्यू गर्न मात्रै चाहन्छु। विगतदेखि लङ आइल्यान्ड सोसाइटीले बच्चालाई केन्द्रित गरेर नेपाली भाषा पाठशाला सञ्चालन भएको छ। हामीले सटरडे र सन्डे 2-2वटा क्लास सञ्चालन गर्छौँ। हामीसँग 3वटा कि 4वटा है 4वटा हाम्रो शिक्षिका इन्दिरा म्याडमजी यहीँ हुनुहुन्छ। 4वटा कक्षा सञ्चालन भएको छ निरन्तर रूपमा। यो 3 वर्ष हो, 3 वर्षदेखि चलिआएको छ। हाम्रा टिचरहरू धेरै ट्रेन हुनुहुन्छ। बच्चाहरूको एचिभमेन्ट हेर्ने हो भने अब अहिले सुस्तानी पढ्नेदेखि लिएर कथा कविता वाचन गर्ने, लेख्ने, राम्रो स्पिच दिने, कति गौरव लाग्छ हाम्रा बच्चाहरू। यही हो संस्थाको उपलब्धि। हामीले हेर्ने कुरा यही नै हो। समाजलाई सबै ठाउँमा जोडेका छौँ बच्चाहरूलाई। त्यसै गरी डाक्टर साहेब भनिसक्नु भएको थियो, हामीले सकर टुर्नामेन्ट गरेको र समाज भएको थियो। अब हामीले छुटाउने नहुने कुरा इमिग्रेसनको पाटोहरू हामीले अन्य संस्थासँग सहकार्य गरेर इमिग्रेसन र युएसमा बसिसकेपछि हामी एज अ यहाँ कम्प्युटरको रूपमा आउँदा जान्नै पर्ने थाहा पाउनै पर्ने बेसिक हामीले लका कुराहरूदेखि लिएर युएस इमिग्रेसनका धेरै पाटोहरूलाई हामीले जानकारी लियौँ। त्यस्तै गरी आदरणीय विराज रिजाल सरले नै ट्याक्सका सवालहरूमा हामीले धेरै कुराहरू हामीले प्रोग्राम राख्यौँ। ट्याक्स सम्बन्धी जानकारीहरू हामीले समुदायमा दिने प्रयास गऱ्यौँ। त्यसै गरी हामीले हेल्थ क्याम्प सञ्चालन गऱ्यौँ फिजिकल रूपमा। मेन्टल हेल्थका कार्यक्रम हाम्रो आदरणीय डाक्टर साहबकै, डाक्टर गिरीकै संयोजकत्वमा हामीले मेन्टल हेल्थ प्रोग्राम सञ्चालन गरिसकेका छौँ। त्यसै गरी हेल्थ इन्सुरेन्स चाहिँ मोस्ट इम्पोर्टेन्ट हो समुदायलाई। हामीले कस्तो खालके हेल्थ इन्सुरेन्स लिने, हाम्रा एक्सेसहरू कस्ता हुन्छन्, कहाँ के रिसोर्सहरू हुन सक्छन्, हामीसँग इन्सुरेन्स नहुनेले पनि हुने बनाउन के गर्ने, त्यसमा पनि के बेनिफिटहरू छन्, यस्ता कुराहरूलाई हामीले विज्ञहरूलाई राखेर त्यसको प्रोग्राम पनि हामीले सञ्चालन गऱ्यौँ। त्यसै गरी लास्ट समरमा हामीले बच्चाहरूलाई डान्स क्लास सिकायौँ। डान्स क्लास त्यहीको उपलब्धि स्वरूप अहिले हाम्रा बच्चाहरू राम्रोसँग एकदम कन्फिडेन्ट तरिकाले एउटा नाचगानमा भाग लिँदै आएका छन्। ती पाटाहरू समुदायसँगै जोडिएका पाटाहरू हुन्। त्यस्तै गरी समाजले
विभिन्न किसिमका चाडपर्व मनाउने कामहरू, पिकनिक गर्ने, भेटघाट गर्ने कामहरू गरेका छौँ। त्यस्तै गरी विभिन्न हामीले दिवसहरू बनाउँछौँ, इन्टरनेसनल वुमेन्स डेहरू मनाउँछौँ। हामीले साहित्य कार्यक्रम 2-3 गरिसकेका छौँ। यस्तै 30वटा गर्ने भने हाम्रो कति 33-34 कति लाग्यो एक्ज्याक्टमा भन्न सक्दिनँ, मोर देन 30 प्रोग्रामहरू हामीले गरिसकेका छौँ। र यसरी हामीले यो कार्यकालमा 1 वर्षको अवधि सकिएको छ। यो अवधिमा हामीले, मलाई लाग्छ संस्थाको यो अवधिमा हामी वर्षको वार्षिक साधारण सभा गर्छौँ, तर हामीले बेला बेलामा टाउन हल पनि गरेका छौँ। समुदायको कुराहरू हामीले जानकारी दिनुपर्छ, योजनाहरू बनाउनु पनि समुदायलाई नै चाहिँ समावेश गर्नुपर्छ, कुरा लिनुपर्छ भन्ने कुराहरू हामीलाई त्यो सिद्धान्त एकदमै बुझेका छौँ। टाउन हल मिटिङ, ठाउँ ठाउँमा टोलमा गएर हामीले समुदायसँग छलफल र बैठक पनि सञ्चालन गरेका छौँ। त्यसैले गर्दा हामीले हाम्रो स्रोत र साधन र क्षमताले भ्याएसम्म समाजलाई एक्टिभली अगाडि बढाउने काम चाहिँ भइराखेकै छ। अझै हामी निरन्तर रूपमा अगाडि बढ्नेछौँ। तर मुख्य गरी स्रोत र साधन हो। सामुदायिक भवन र मन्दिरका सवालहरूमा स्रोत बिना केही पनि हुँदैन। मैले आफूले बोलेको हामीले सुरु पनि गरिसकेका छौँ। मैले पैसा डिपोजिट पनि गरिसकेका छु भने हामीलाई मोर देन $200,000 त हाम्रा डोनरहरूले खाबोवंशी नहुँदा पनि समुदायलाई यो आवश्यक छ र हामी गर्न तयार छौँ र पर्दा योभन्दा बढी दिन्छौँ भनेर मोर देन 200,000 बोल कबल गरिसक्नु भएको छ। अब म पनि आवश्यकता पर्दा अझै समाजको आवश्यकता हो, पुस हुने हो, म आफूले पर्दाखेरि अझै पनि गर्न सक्नेछु। त्यसै गरी सम्पूर्ण समुदायहरू, यहाँहरूले बोल्नुभएका व्यक्तिहरूले पनि अब आउनुहोस्, अब हामी एक्सनमा जानुपर्छ र बाँकी रहनुहुने पनि अब बोल्ने हो, पैसा राख्ने हो, तपाईँ हामी बसेर योजना गर्ने हो, कहाँ कस्तो किसिमको हामीलाई आवश्यकता छ, कति टाइम फ्रेममा कसरी बनाउने, साथ लिएर हामी यो एउटा स्पिरिटलाई अगाडि बढाउन तयार छौँ। तर समाज एकता हुने आधारै यही हो, लगायत नेपाली सोसाइटी हो। यही छत्र छायामा यो समाजको उद्देश्यलाई आधार मानेर हामी सबै एकत्रित भयौँ भने त्यहाँ व्यक्ति, डाक्टरज्यू पनि हुनुहुन्न, म व्यक्ति पनि रहँदैन, हामी समाज रहने हो। व्यक्ति एकदमै गौण कुराहरू, समाज प्रमुख कुरा हो, साझा लक्ष्य र साझा उद्देश्य चाहिँ प्रमुख हो। त्यही साझा उद्देश्यलाई आत्मसात गरेर समुदायका सम्पूर्ण व्यक्तिहरू कृपया यो समाजलाई एकता बनाउन र सामाजिक भावना अगाडि बढ्न हात र साथ दिनुहोस्। समाज साँच्चै नै नमुना बनाउनुपर्छ। हामीहरूले कुनै एउटा व्यक्ति, उद्देश्य र विभिन्न कुराहरूमा अल्झेर गरिएको निर्णय र कर्मले समाजलाई गलत दिशामा लग्नु हुँदैन, जान दिनु हुँदैन, त्यो रोक्नुपर्छ र हामीले आत्मसात पनि गर्नुपर्छ। यहाँ हामी व्यक्तिगत जिताइ केही पनि हुँदैन। हाम्रो जित भनेर काम गर्ने हो, खाने हो, विदेशमा त्यति नै हो। र हामी यदि भावनात्मक रूपमा पनि एकता भएर साथ दिन सक्दैनौँ भने हाम्रो जित हुँदैन, हामी हार्छौँ। र हाम्रो जित भने भातृत्व, समाज, फ्यामिलीमा राम्रो भावना सद्भाव राख्ने हो, सोच्ने हो, कर्म गर्ने हो। यसमै एकताबद्ध हौँ। र हामीले सोचेका थियौँ एकदम छोटो समयमा सानो सूचना बाहिर ल्याउँ भन्ने सोचेका थियौँ, तर बोल्दै जाँदा भन्दै गर्दा सबै यहाँ सहभागीहरूलाई सानो 1-2 मिनटको दिँदा र म आफूले अलिक लामो पनि बोलेँ र यति लामो समयसम्म सुन्नुहुने सबैलाई हामी धन्यवाद दिन चाहन्छौँ। समय निकालेर यहाँ आउनुहुने कार्य समितिका आदरणीय, म पुनः नाम लिन चाहन्छु यहाँ छेउबाटै, इन्दिरा सिमखडाज्यू, त्यस्तै गरी डाक्टर एम गिरिज्यू, सँगै साथमा हुनुहुन्छ गकुल सापकोटाज्यू, संस्थाका उपाध्यक्ष हुनुहुन्छ। त्यसै गरी आदरणीय संस्थालाई धेरै रूपमा साथ सहयोग र दिइरहनुभएका, जहाँ उहाँले एनआरएमए एनसिसीको पनि प्रतिनिधित्व गर्नुहुन्छ, आदरणीय दिवाकर पाण्डेजी आइपुग्नु भएको छ। त्यसै गरी आदरणीय संस्थामा धेरै पुरानो र हरेक कुरामा सही कुरामा बोल्नुपर्छ, हिँड्नुपर्छ भने घस घचाउनु हुने प्रोत्साहन, क्या पोजिटिभ भाइब भन्छु म, त्यो पुस गर्नलाई सधैँ अत्यन्तै अगाडि हुनुहुन्छ। आदरणीय शिव मैनाली दाजु हुनुहुन्छ। त्यसै गरी आदरणीय दुर्गेश कार्कीज्यू आउनुभएको थियो, उहाँ भर्खरै निक्लिनु भएको छ। त्यसै गरी आदरणीय विवेक गौतमज्यू आउनुभएको थियो, उहाँ पनि भर्खरै निस्कनु भएको छ। त्यस्तै राजकुमार
तामाङजी हुनुहुन्छ यहाँ कार्य समिति बोर्ड, त्यसै गरी हाम्रा कार्य समितिका कोषाध्यक्ष रामकुमार राईजी हुनुहुन्छ र साथसाथै मसँगै महासचिवज्यू राजेन्द्र कार्कीज्यू अत्यन्तै छोटो समयमा बैठक डाकेर यो सबैलाई जुटाउने सम्भव गर्यौँ। हामी र हाम्रो उद्देश्य के हो भने के भइराखेको छ संस्थाको, खाइबवंशी मात्रै होइन, बिचमा धेरै कुराहरू ग्याप पनि भयो होला, सूचनाहरू दिनु हाम्रो कर्तव्य हो भन्ने सोचेर यो हामीले लाइभ गरेका हौँ। यसलाई यसै रूपमा लिनुहोला र सम्पूर्णलाई पुनः धन्यवाद दिन चाहन्छु। हस्, धन्यवाद। आजको यो लाइभ कार्यक्रम र हाम्रो संस्थाको बैठकलाई यही अन्त्य भएको घोषणा गर्छु। जय लेन्स। र एउटा सूचना मैले भन्नुपर्ने, यही मे 18 नेपाल डे परेड हुन गइराखेको छ। हाम्रो संस्था लगायत समाज पनि आयोजक सदस्य हो, आयोजक संस्था हो, विगतदेखि अहिलेसम्म निरन्तर रूपमा आयोजक हो। यसर्थ हामीले बसको व्यवस्था गरेका छौँ, जान आउनको लागि सहज हुन्छ यहाँहरूलाई। बेलैमा हामीहरू त्यहाँ फ्ल्यास पनि बनाएर राखेका छौँ, त्यहाँ फोन गरेर यहाँहरू जान सक्ने सङ्ख्या टिपाउनु हुन अनुरोध गर्दछौँ र सँगै जाउँ, वेशभूषा लगाएर रमाइलो गरौँ। हाम्रो राष्ट्रिय एउटा पर्वै भन्छु म त यहाँ, र एउटा हाम्रो राष्ट्रियको सवालमा चाहिँ स्टेटभरिमा एकै ठाउँमा जम्मा हुने ठाउँ नै एउटा हो, यही प्रोग्राम हो। यहाँ सबैजना सहभागी भई यो नेपाल डे परेडलाई सफल बनाऊ, नागाल्यान्ड समाजको यो अस्तित्व भनौँ र हाम्रो सहभागितालाई पनि निरन्तरता दिनु हुन पुनः अनुरोध गर्दछु। हस्, धन्यवाद।